अनि तपाईँ यो सोच्नुहुन्छ कि तपाईँले बहिष्कार गर्नुहुन्छ त के उनीहरूले फेरि तपाईँलाई बहिष्कार गर्दैनन् त? अनि सामाजिक सौहार्द वातावरण स्थापित गर्नुपर्छ भनेर जुन हामी हिँड्दछौँ, जुन मूल उद्देश्य हाम्रो मानवताको हो, मानवको अन्तर्हृदयको भाव हो, कसरी स्थापित हुन सक्दछ? हामी त्यो कुरा गर्दछौँ कि कुनै काल, कुनै समय या पौराणिक आख्यानमा त्यस्ता कथा कृतिहरू उपलब्ध छन् जो उच्च जातिको, उच्च वर्गको हुँदा हुँदै पनि कर्मद्वारा राक्षस प्रवृत्ति निकृष्ट थियो, त्यसलाई समाप्त गरेर त्यसको हर्षोल्लास स्वरूपमा त्यो भावलाई जागृत गरेर हामी पनि यस्तो असत्यमाथि विजय प्राप्त गरौं, काम, क्रोध, मद, लोभ, मद, ईर्ष्या, छल, कपट, द्वन्द्व स्थापित गरौं भनेर यो पर्वको विशेष महत्व हाम्रो जीवनमा आउँदछ। परन्तु त्यही नै हामी अर्को एउटा अंगडा लगाएर या एउटा छड्के लगाएर या त्यस्तो प्रकारको प्रवृत्तिका कुराहरू गरेर अनि फेरि त्यो रावणी प्रवृत्ति हामी उत्पन्न गर्दछौं, महिषासुरी प्रवृत्ति उत्पन्न गर्दछौं, मधुकैटभ स्वरूप प्रवृत्ति या विचार उत्पन्न गर्दछौं। कहाँको कुरो, कहिलेको कुरो ल्याएर अरे वर्तमान समयमा हाम्रा पूर्वजका कुरा गर्नुहुन्छ जो मार्ने मारेर गइसको, मर्ने मरिसको। अहिले तपाईं हाम्रो अगाडि नै 17,000 हाम्रा दाजुभाइ जसको हत्या, निर्मम हत्या, नृशंस हत्या, बिना कारण मारिए, त्यसको विषयमा चर्चा गर्ने र त्यसको त्यो पीडामा आँसु बगाउने र समवेदना प्रकट गर्ने समय तपाईहरूसँग छैन, यस्ता वर्गहरूसँग छैन। बडा दुःखद लाग्दो कुरो। सम्मान तपाईं मान्नुहुन्न त ठिकै छ, सामाजिक सौहार्द वातावरण स्थापना गर्नुपर्छ भनेर जुन हिँड्नुहुन्छ या हिँडिन्छ या भन्दछौं हामी, त्यो कसरी स्थापित हुन सक्दछ? सौहार्दको वातावरण, भाइचाराको, भातृत्वको वातावरण कसरी स्थापित हुन सक्दछ? 17,000 तपाईको अगाडि, हाम्रै अगाडि, हाम्रै दाजुभाइ दिदीबहिनीहरू विधवा इत्यादि भएका छन्। त्यसको ज्वलन्त जुन विषय वस्तु छ त्यसलाई छोडेर आजभन्दा 200-300 वर्ष राज्यमा के भएन र त्यतिखेर राज्यले राज्यमाथि आक्रमण गर्दै थियो, लडाई हुन्थ्यो, राजाको परम सौभाग्य हुन्थ्यो उसले लडाईमा यदि मृत्यु गति प्राप्त गरो भने। राजा त त्यो हुन्थ्यो, भाग्दै नै थिए उनीहरू, कायर हुँदैन थिए। अहिलेको जस्तो कि जनतालाई अगाडि लगाएर आफू पछाडि, त्यस्तो थिएन। विशेष वर्ग जातिका पनि मरेका छन् इतिहास नेपालको, किनकि यो विषय वस्तु उहाँहरूले यो वैदिक सनातन दृष्टिकोणबाट नउठाएर पछाडि 250 वर्ष या 230 वर्ष अगाडि हाम्रो नेपाल राज्यमा, किनकि दशमीका दिनदेखि नै कुनै कुरालाई लिएर युद्धमा अगाडि बढ्ने प्रचलन राजाहरूमा एउटा थियो। त्यो केवल क्षत्रिय राजाहरूमा मात्र थिएन, अन्य राजाहरू, अन्य समुदायका राजाहरूमा पनि यो प्रवृत्ति थियो, किनकि त्यो भाव, त्यो सनातन वैदिक स्वरूप, त्यो भाव त सबैमा विद्यमान थियो। अनि यस दिनदेखि प्रस्थान गरिसकेपछि एउटाको जय त हुन्छ, एउटाको पराजय त अवश्यमेव हुन्छ। कुनै खेलमा, कुनै गेममा एउटा टिमले जित्छ, एउटा टिमले हार्छ। त्यो खेलको क्रममा कोही घाइते हुन्छ, कोही लड्छ, कोही के हुन्छ, इत्यादि प्रकारका घटना घटित हुन्छन्। त्यसमा तपाईं हामीले अहिले कराएर केही हुनेवाला पनि थिएन र हुन पनि सक्दैन। ज्वलन्त प्रश्न तपाईको अगाडि, हाम्रो अगाडि जुन घट्यो त्यसको हामी चर्चा गर्दैनौं अनि एउटा कुनै कुरा ल्याएर त्यसलाई सामाजिक सद्भाव बिथुल्ने काम समाजमा सामाजिक दृष्टिकोणले, राष्ट्रिय दृष्टिकोणले, कुनै पनि दृष्टिकोणले यो ठीक हुन सक्दैन। न त म यहाँ कसलाई भन्दैछु र कसलाई सुनाउँदैछु, जसलाई भन्नुपर्ने त्यो त्यहाँ छैन। फेरि पनि यो कुराले हामीलाई यो सचेत बनाउँछ र आफ्नो धर्मप्रति र आफ्नो गौरवप्रति, आफ्नो परम्पराप्रति निशङ्क रहेर सुदृढ रहन अन्तर्हृदयमा स्थापित होस् यो भाव भनेर आज विशेष मैले यो भन्न लागेको। हामी भन्दछौँ भातृत्वको भाव समाजमा स्थापित गर्नु पर्दछ।
क्षमा चाहन्छु हजुरले अलिकति लामै प्रवचन 5-7 मिनेट टाइम बेसी लिदिनु होला भन्न चाहन्छु लाइभ भर्खरै सुरु भएको छ त्यसो भएको हुनाले 5 मिनेट 7 मिनेट बढी समय लिदिनु हुन अनुरोध गर्छु धन्यवाद यहाँलाई यहाँ सञ्चालिका महोदयाले समयको उच्च कदर गर्दै मलाई अलिकति समय दिनुभएको छ यहाँलाई धेरै धेरै धन्यवाद त हामी के भन्छौं भने समाजमा भातृत्वको भाव समाजमा स्थापित गर्नु पर्दछ भातृत्वको भाव बन्धुत्वको भाव परस्परको सौहार्द वातावरणको भाव हामीले स्थापित गर्नु पर्दछ भनेर हामी भन्दछौं हामी एकातिर अर्को कुरा गर्दछौं र एकातिर यो पनि हामी भनिरहेका छौं या त गर्नु हुँदैन कसैको विश्वासलाई कसैको भावनालाई कसैको परम्परालाई नाना प्रकारका उच्छृङ्खल तस्बिरहरू देखाएर अबोध बालबालिकाहरूलाई त्यस्तो प्रकारले रंग्याएर भिज्याएर यो कुन प्रवृत्ति हो यदि भातृत्वको भाव स्थापित गर्नुपर्छ भन्नुहुन्छ तर एउटा विशेष जाति वर्गले अर्को विशेष जाति वर्गलाई मान्दै आएको संस्कार या परम्परालाई अपहेलित गर्छ र तिरस्कृत गरेर नराम्रो कुराहरू भन्छ भने त्यो भातृत्व भाव त्यो समाज कसरी निर्माण हुन सक्दछ अनि अहिले वर्तमान समयमा नेपालमा बडा चम्किएको शब्द छ एकदम सबैको उसमा पहिचान 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 चाहिएको छ सबैलाई पहिचान 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 शब्द धेरै सुनिन्छ तर तपाई अर्काको पहिचानमा धावा बोल्नुहुन्छ भने के तपाईको पहिचान चाहिँ आतंककारी या धावाकारी भनेर बुझ्छन् त यस्तै त बुझ्छन् अरूले तपाई अरूको पहिचानमा अरूको परम्परामा अरूको विश्वासमा आक्रमण गर्नुहुन्छ भने फेरि तपाईको पहिचान चाहिँ के हो कुन पहिचान खोज्नु भएको आफ्नो अहंकार या मधुकैटव स्वरूप पहिचान प्रदर्शन गर्न खोज्नु भएको हो किनकि यसले त यही बताउँछ यो हामीले भनिराख्नु पर्दैन कसैले तपाई स्वयं आफै अनुभूति गर्नुहोस् तपाईको पहिचान के भन्दैछ तपाई के गर्दै हुनुहुन्छ त्यसकारणले यी सबै अनर्गल कुरा मुठ्ठीभर मान्छेहरू लिएर 10 जना मान्छे लिएर 15 जना मान्छेहरू भेला गरेर जबरजस्ती यसले तपाईको शुद्ध पहिचान के बताउँछ भने तपाई मधुकैटव स्वरूप दानव प्रवृत्ति अहंकार प्रवृत्ति को व्यक्ति हुनुहुन्छ तपाईको पहिचान त्यही नै भएर रहन्छ अब अर्कोलाई बडा गम्भीर कुरो छ कुनै देशकालमा कुनै जातिले कुनै जातिमाथि आक्रमण गरी विशेष गरेर राज्यको लडाईँमा विजय हासिल गरौं भने अहिले आएर के त्यो कुरा या त्यो वर्गलाई त्यो जातिलाई त्यसको दोष दिन मिल्दछ अलिकति विचार गर्ने कुरा हो यो कुनै देशकाल आजभन्दा 300 वर्ष अगाडि 400 वर्ष अगाडि त्यो विशेष वर्ग जातिमा राज्यको लडाईँमा समय देश अनि काल अनि परिस्थिति त्यस्तै थियो त्यस्तोमा लडाईँ भयो लडाईँ भएर कोही मारिए कोही काटिए कोही जेल कसलाई जेल चलान भयो या कसलाई जेलमै पनि मारियो मात्र त्यो विशेष वर्ग जातिमा त्यही विशेष वर्ग जाति भित्रै पनि लडाईँ छ थियो इतिहास त त्यही भन्छ नवाबहरूले आएर भारतवर्षमा धेरै आक्रमण गरे धेरै मारे धेरै हिन्दूहरूलाई मुसलमान बनाए अब आज तिनै नवाबहरू स्थापित छन् तिनीहरूका परिवारहरू के तिनीहरूलाई गएर स्थापित कुट्ने तिनीहरूलाई मार्ने ताप्लेजुङबाट विशेष वर्गलाई खेदाइयो लुटियो मारियो बलात्कार गरियो र त्यही ताप्लेजुङका जसले खेदे त्यही वर्ग हाम्रो गाउँ छेउमा पनि छ के तिनीहरूलाई कुट्ने के तिनीहरूका जातिले तिनीहरूका पूर्वजले यसो गरेका थिए उसो गरेका थिए यो त एकदम मूर्खतापूर्ण कार्य नेपालमा या हाम्रो राष्ट्रमा भइरहेको छ जो मतलब कति नै भर्सना गरे पनि निन्दा गरे पनि यसको कम छ मित्रहरू त्यसैले विशेष भन्नुको तात्पर्य यो हो कि वैदिक सनातन धर्म स्वरूप जुन परम्परा छ हरेक परम्परा छ हरेक जातिको हरेक सम्प्रदायको आफ्नो आफ्नो परम्परा छ आफ्नो आफ्नो आस्था छ आफ्नो आफ्नो विश्वास छ जसमा ऊ रमाउँदछ उसको अन्तर्हृदयलाई रमाउने भाव किनकि उनले त्यो पर्व मान्दाखेरि उनले त्यो कुनै चाडबाड हाम्रो लोसार होस् या छठ होस्
या यस्तै प्रकारका अन्य हाम्रो समुदायमा जति पनि पर्व छन् त्यो पर्वले त्यो सम्प्रदायलाई आनन्द प्रदान गर्दछ। हामीलाई कुनै कष्ट छैन, न हाम्रो उसले उहाँहरूलाई कुनै कष्ट छ, कसैलाई केही कष्ट छैन, किनकि ऊ आफ्नो परम्परामा रीतिरिवाजमा रमाउँदछ। अनि उसको रमाउने पवित्र जुन भाव तपाईँ तिरस्कृत गरेर अनेक प्रकारका पोस्टरहरू लगाएर अनि एउटा कुरो न असत्य कुरो जुन हुँदै भएको होइन, यो पर्व विजयादशमीको पर्व कसले भन्दछ कि हाम्रा जातिहरूलाई मारेर सुरु भएको भनेर? यस्तो व्यक्तिले पहिला पढ्नु पर्दछ कि यो किन हो, विजय पर्व किन गरियो, कुनै विशेष जाति। त्यस्तै त जातिको कुरा गर्ने त रावण त एकदम विश्रवाको नाति एकदम ब्राह्मण कुलमा थियो नि त। तर शास्त्रले हाम्रो यो पनि भन्छ कि व्यक्ति जाति कुलले कहिले ब्राह्मणत्व प्राप्त गर्दैन, कहिले क्षत्रियत्व पनि हुँदैन। परशुरामजी पनि त्यो ब्राह्मण कुलमा थिए, तर कर्मले क्षत्रियत्वको भाव थियो। त्यस्तै प्रकारले यता अश्वत्थामाले त्यस्तै काम गर्यो, द्रोणाचार्यले त्यस्तै काम गरे, राजर्षि मुनि राजाहरू पनि ऋषि मुनि बनेका छन् तपस्याको बलबुताम। त यो परम्परा बोकेको, यो सिद्धान्त र यो भाव बोकेको हो वैदिक सनातनको दृष्टान्त। यसलाई नबुझेर नजानेर कसैले यस्तो दुष्प्रचार गर्नु कुनै दृष्टिकोणबाट पनि उचित हुँदैन। र हाम्रो नेपालीपन भाइपनको साझा फुलबारीमा हामी जहाँ सबै परम्परालाई सम्मान गर्ने प्रवृत्ति, विशेष गरेर वैदिक सनातनको दृष्टान्त र धर्म सिद्धान्त अन्तर्गत यदि बुझ्ने हो भने यो अलग कुरा हो कि यो समाजमा पनि यो यो सम्प्रदाय या यो धर्मभित्रमा पनि यस्ता कहीँ यस्ता घटनाहरू भए जसलाई वेदले या कसैले आज्ञा दिएको थिएन पनि त्यस्ता घटनाहरू भए, त्यसको त परिमार्जित र त्यसलाई त हामी पनि निन्दा गर्दछौँ त्यस्तो कुराहरूलाई। तर समग्र रूपमा त्यो भन्दिने कि यस्तो गर्दाखेरि यस्तो यो कुराहरूले कहिले कोही व्यक्ति श्रेष्ठ बन्न सक्दैन। र यहाँ अहिले धेरै देखिए यस्ता विरोध गर्ने व्यक्तिहरू धेरै थिए र अन्तिममा टिको लगाएरै आफ्नो प्राणान्त पनि गरिसके। यी कुराहरूलाई धेरै अगाडि नलैजाउँ। र यहाँ अर्को एउटा आनन्द लाग्दो या भने चाख लाग्दो कुरो के छ भने अहिले विशेष गरेर एउटा के सिस्टम चलिरहेको छ भने कि हाम्रा वैदिक सनातनका श्लोकहरूलाई या वेदका मन्त्रहरूलाई पुरा मन्त्र नलेखौँ, अगाडिको अलिकतिको भाव लेखिदियो र अनि त्यसको गलत अर्थ लगाएर व्यक्तिहरूलाई दिग्भ्रमित बनाउने एउटा परम्परा चलिरहेको छ। यो पनि हामीले बुझ्नु पर्दछ। डाक्टर जाकिर नाइक बडा विद्वान मान्छे त हो, परन्तु तस्य प्रतिमा नास्ति भनेर उसले के सिद्ध गर्न खोज्छ भने त्यो परमात्मा ईश्वरको कुनै प्रतिमा छैन, त्यस कारणले हामी प्रतिमाको पूजा गर्दैनौँ, त्यसै कारणले हामी मुस्लिम सर्वश्रेष्ठ हौं भनेर भन्छ। तस्य प्रतिमा नास्ति मात्रै भन्छ, अगाडिको श्लोक पढ्दै पर्दैन। स निर्गुण निराकारस्य सगुण साकारस्य तस्य स्वरूपः, त्यो भन्दैन। अनि के हुन्छ भने अगाडिको यति कुराहरू भनिदियो, तस्य प्रतिमा नास्ति, अरे वास्तवमा उसको त कुनै प्रतिमा हुँदैन, फेरि हामीहरू त्यसको प्रतिमा स्थापित गरेर हामी पूजा गर्छौँ, आराधना गर्छौँ। वास्तवमा वेदमा जुन भनेको छ या शास्त्रमा जुन भनेको छ त्यो कुरा त हामीले नमानेर वास्तवमा यिनीहरूको अल्लाह या इत्यादि कुराहरू त ठिक रहेछ भन्ने कुरा हामीलाई फेरि हाम्रो सोझा साझा जनतालाई तो लाग्दछ। अरे सन निराकार, हाम्रो शास्त्रले त भनिरहेको छ ऊ निराकार छ, कोही आकार छैन। और सगुण साकार भावको अन्तर्गत आउँदाखेरि फेरि सगुण सहित साकार पनि छ। स्वामी विवेकानन्दलाई पनि एकजना राजाले त्यस्तै सोधेका थिए कि तपाईँ ईश्वरको प्रतिमा राखेर किन पूजा गर्नुहुन्छ? त्यो राजाले आफ्नो पनि पिताश्रीको तस्बिर भित्तामा टाँसेको थियो। तपाईँ यो पिताजीको तस्बिर किन राख्नुहुन्छ भन्दाखेरि मैले यो पिताजीको तस्बिर हेरेँ भने मेरो पिताजीका गौरव गाथाहरू मलाई संस्मरण आउँछन् अनि म पिताजीको इतिहासलाई झन् नजिकबाट हेर्नका लागि मेरो मनले मलाई प्रेरणा प्रदान गर्दछ। अनि पिताजीको एउटा जुन छवि छ त्यो भाव मेरो अन्तर्हृदयमा बस्छ। त्यसै कारणले म मेरो पिताजीको यो प्रतिबिम्ब मैले आफ्नो भित्तामा टाँसेको छु, बिम्ब टाँसेको छु। स्वामीजीले भन्नुभयो त्यसो नै यसकै
विलोममा गएर तपाईँले हेर्नुभयो भने तपाईँले मैले यो भगवानको तस्बिर किन राखेको हुँ त्यसको उत्तर तपाईँले भनिसक्नुभयो। तपाईँ आफै उत्तर भन्दै हुनुहुन्छ अनि आफै प्रश्न गर्दै हुनुहुन्छ, यो हुन सक्दैन। यदि उत्तर भन्नुहुन्छ भने प्रश्न अर्काबाट सुन्नु परेको हुनुपर्छ, या तपाईँ प्रश्न गर्नुहुन्छ भने उत्तर अर्काबाट लिनुपर्छ। तर तपाईँ प्रश्न र उत्तर एउटै आफै गर्दै हुनुहुन्छ, त्यस कारणले मैले बोल्ने आवश्यकता केही छैन। मेरो उत्तर तपाईँले आफैले दिइसक्नुभयो। त्यसैले त्यो भाव स्वरूप केन्द्रित गर्नका लागि प्रतिमाको स्वरूप भाव अनेक रूपमा अवतरित भएर हाम्रो मनमा आउँदछ। यहाँ एकजना मित्रले आज सम्प्रेषण गर्नुभएको थियो फेसबुकमा, बडा मजा पनि आयो र खुसी पनि लाग्यो र बडा अर्कै भाव पनि आयो। एकजना पिटर साहेबले के लेखेर श्रीमद् भागवत गीताको 18 अध्यायको 62 नम्बर लगभग श्लोकलाई बडा गजब तरिकाले प्रस्तुत गरेर आफ्ना अनुयायीहरूलाई भ्रमित पार्ने मजाले कोसिस, यस्तो कार्य भइरहेको छ अहिले। अनि संस्कृतको श्लोक पनि छ, अनि उच्चारण पनि संस्कृतकै छ, शब्द पनि त्यस्तै छन्। अनि ओहो यो पो सत्य रहेछ, अरू कुराहरू असत्य रहेछ भनेर व्यक्तिहरू भ्रमित हुन पुग्दछ। वैदिक सनातन दर्शनले कुनै पनि धर्म सम्प्रदायको सत्य स्वरूपलाई हमेशा स्वीकार गरेको छ। सत्य जुन छ, जुन भाव पवित्र छ, जुन समाज कल्याणको भाव छ, कुनै पनि धर्म सम्प्रदायको होस्, त्यसलाई स्वीकार गर्ने मत दिन्छ। निष्क्रिय अस्वीकृत गर्ने भाव राख्दैन। उहाँले त्वमेव हरणम गच्छ सर्वभावेन भारतः तत्प्रसादात् परम शान्तिं स्थान प्राप्स्यसि शाश्वतम। वास्तवमा यो श्लोक एकजना मित्रले हाल्नु भएको छ। वास्तवमा त्वमेव हरणम नभएर त्वमेव शरणम यसरी विकृति ल्याइदिन्छन्। हेर्नुहोस्, त्वमेव शरणम गच्छ सर्वभावेन भारतः तत्प्रसादात् परम शान्ति स्थानं प्राप्स्यसि शाश्वतम। त्वमः प्राप्स्यसि शान्ति स्थानं किम भावेन सर्वभावेन। कसलाई? हे भारतः त्वमेव शरणम गच्छ। यसलाई उहाँले त्वमेव हरणम गच्छ सर्वभाव। यहाँ चाहिँ के भन्छ भने हाम्रो येशूले, प्रभु नाम त वैदिक सनातन वेदको शास्त्रोक्त मत हो, र त्यही प्रभु शब्दलाई या परमेश्वर शब्दलाई, ईश्वर शब्दलाई या हिन्दू धर्मकै जुन पवित्र शब्दलाई लिएर उहाँहरू के भन्नुहुन्छ भने त्वमेव हरणम गच्छ, तिमीलाई म हरण गरेर लान्छु सर्वभावेन भारत। हे भारतवंशी अर्जुन, सबै प्रकारको भावले, किनकि तत्प्रसादेन परम शान्ति, यस प्रकारको कृत्यले तिमीलाई परम शान्ति प्राप्त हुन्छ, शाश्वत शान्ति तिमीलाई प्राप्त हुन्छ। त्यसैले ईशामा, यीशु भगवानमा या परमेश्वरमा त्यो शक्ति मात्र छ, यस्तो भनेको छ भनेर। अनि त्यो अरू दुनियाँ चक्करमा जानु केही जरुरत छैन। हेर त गीतामा पनि यो हाम्रै कुराहरू भनेको छ, तर यसलाई बिगारेर गरेर यिनीहरूले यस्तो गर्छन् भनेर दुनियाँ चक्कर कुराहरू गरिदिन्छन्। अनि यसको विशुद्ध स्वरूप भाव चाहिँ के छ भने त्वमेव शरणम गच्छ, हरण गर्ने कुरो। वैदिक सनातन दृष्टान्तमा कसैलाई, भक्तलाई हरण गरेर व्यक्तिले आफूलाई बनाउने सिद्धान्त छ। त्यसैले तिमी के गर, त्वमेव शरणम, तिमी शरण जाऊ। कस्ता प्रकारले? सर्वभावेन, सबै प्रकारको भावलाई संकलित गरेर कोसँग जाऊ? त्यो परमात्मासँग, परमेश्वरको शरणागति भौ। के हुन्छ? तत्प्रसादेन, तत्प्रसादात् परम शान्ति, परम स्थानम। त्यो प्रसादले तिमीलाई त्यो परम उच्चम स्थान, यानी कि जीवनका झैझन्डट, विघ्न बाधा इत्यादि जुन हामी एकदम हराइरहेका छौं जीवनमा, शान्ति छैन मनमा, गच्छ, सबै हट्नेवाला छ। सर्वभावेन, सबै प्रकारको भाव विशुद्ध स्वरूप। हे कुन्ती पुत्र अर्जुन, यसरी तिमी जाऊ भनेर यस्तो प्रकारले आफैलाई शरणागति हुने मन्त्र यो दिएको श्लोकमा उहाँहरूले चाहिँ त्यसरी यो प्रवृत्ति बनाएर सबै बिगार्दिनुहुन्छ। यस्ता प्रकारले तपाईले इस्माइल मगर भन्ने एकजना जुन बम हत्याकाण्डमा पनि मारेर उहाँ कहाँ अरब कन्ट्री गएका थिए, अनि उहाँले 4 वटा वेद राखेर त्यो वेदका मन्त्रहरूको जुन शुद्ध
अलिकति अगाडिपट्टि पढिदियो अनि अलिकति, किनकि जबसम्म पुरा उच्चारण हुँदैन र पुरो परसम्म जाइँदैन, किनकि वेद त यति गहन हो, वेद त यति गहन छ कि वेदको महिमा कसैले गान गरेर यो कलिकालमा त गाउनै सक्दैन। एउटा शुक्ल यजुर्वेद मात्रै साङ्गो पाङ्गो जटा घन मसी पाठ सहित पढ्नका लागि 12 वर्ष लाग्छ। त्यसैले त्यसमा फेरि घन पाठ गर्नु पर्यो भने अलग अलग अर्थ लाग्छ। जस्तो कि ऋग्वेदको पहिलो सूक्त अग्निमीले पुरोहितम यज्ञश्च देवमृत्युजम होतारम रत्नधातम, यो सीधा पाठ भयो। अब यसलाई यसको यही एउटा लाइनको घन पाठ मात्रै 1 दिन 2 दिनको हुन्छ। विद्वानहरू विरलै मात्रै छन्। अहिले दक्षिण भारतमा 2-4 जना विद्वानहरू छन् घन जटामासी घन पाठ गर्नेहरू। बडा बाल्यकालदेखि नै घरद्वार त्यागेर जीवन उनीले वेदमै बिताइदिएका छन्। अग्निमीले पुरोहितम यज्ञस्य अग्निमीले यज्ञस्य यज्ञस्य पुरोहितम अग्निमीले, यस्तो हुन्छ। मतलब त्यो हलक त्यसको पहिलो लाइन जुन सिधा पाठ गर्यो त्यसको अर्थ अर्कै लाग्छ। फेरि घन पाठमा त्यसको स्वरूप भाव अर्कै निक्लिन्छ, अर्कै अर्थमा जान्छ। बडा विचित्र छ। वेदको महिमा अपरम्पार छ र वेदलाई समुच्च तरिकाले अध्ययन र अध्यापन गर्न सक्नु बडा कठिन पनि छ यो कलिकालमा। कसैलाई वेदको अधिकार प्राप्त भयो, कसैलाई वेदको अधिकार प्राप्त भएन भनेर हामी गुनासो गरिरहन्छौँ। परन्तु जसलाई वेदको अधिकार, तपाईहरूको भनाइमा या हाम्रो भनाइमा, मेरो भनाइमा, जसलाई वेदको अधिकार छ उनले पनि वेद पढेन, त्यहाँ अर्को एउटा गुनासो आउँछ। अनि जसलाई वेद पढ्न अधिकार दिएको छैन, प्रयास कहाँ गर्यो? मैले मेरी छोरीलाई सानैदेखि वेद पढाउन हाल्नुपर्ने, मैले कहाँ पढाएँ? प्रश्न गरौँ सबैले आफैलाई। कसैले कसैलाई वेद पढ्न रोक्दैन, रोकेको पनि छैन। गार्गी, मनीषी इत्यादि नाम गरेका विदुषी महिलाहरूले आफ्नो घर द्वार त्यागेर गुरुकुलमा त्यो त्रिकाल चतुर्काल संज्ञाबन्धन गरेर अहर्निश गरेर अनि त्यो तत्व आउँछ। किनकि यो श्रुति हो, सुनेर आउने कुरा हो। ज्ञानको परम उच्च काष्ठ परब्रह्म परमात्माको मुखारब कसैले लेखेको पनि होइन। कसैको तपाईँ हामी जस्ता विद्वानहरूले या व्यासजी आदिले पनि बनाएको होइन। यो त ओमको उच्चारण सहित यो धरामा जब सृष्टिको संरचना हुनुभन्दा पनि पूर्वको। र यी सबै कुराहरू हाम्रो शास्त्रमा वर्णित कुराहरू धेरै छन्। यस्तै कुराहरू हुन्छन्, आदान प्रदान हुँदै जान्छ र कुरा पनि बुझिन्छ। विशेष गरेर अब दशैंको शुभकामना आदान प्रदान गर्ने क्रममा हामी सबै मानव जातिको हाम्रो कल्याण होस्। दशैंको विशुद्ध पर्वको जुन मूल भाव छ, वैदिक, सांस्कृतिक र सामाजिक जुन भाव छ, त्यो भाव सबैमा कायम रहोस्, भाव अनुरूप सबैको विचार बनोस्। हामी सबैले कथा, कहानी इत्यादिमा प्रसंगगत विषय वस्तुलाई हेरेर त्यता मात्रै हराउनु भन्दा पनि हाम्रा अन्तर्हृदयका आसुरी प्रवृत्ति, जति पनि नकारात्मक विचार, छलकपट इत्यादि जति पनि छन्, त्यो आसुरी प्रवृत्ति, त्यो मधुकैटव स्वरूप, दानव स्वरूप भाव हामीले आफैले मार्न सकौं र आफैलाई देवतुल्य या त्यो परब्रह्मको सान्निध्यमा स्थापित गर्न सकौं र हाम्रो सबै मानवको कल्याण हेतु अन्तर्हृदयबाट भाव प्रकट होस्। जस्तो कि हाम्रो दर्शनमा भनिएको छ, सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत् असतो मां सद्गमय तमसो मां ज्योतिर्गमय मृत्युर्मां अमृतम गमय। असत्यबाट सत्य मार्गतिर जान प्रशस्त गरौं, तमगुणबाट सत्वगुणतर्फ जाने प्रयास गरौं। मृत्यु यदि कसैको पनि हुन्छ भने त्यो अमृत तुल्य सहज र सरल र हाँस्दै हाँस्दै हरेक व्यक्तिले अन्त गर्न सकोस्। यसमा पितामा जस्तै यहाँहरूलाई दशैंको धेरै धेरै शुभकामना। यदि बोल्ने क्रममा या कथा विषय वस्तुका क्रममा कुनै पनि यस्ता शब्दहरू उद्धृत भए या जसले कसैको मन आहत हुन पुग्यो भने म क्षमा प्रार्थी यति भन्दै बिदा लिन चाहन्छु मित्रहरू। धन्यवाद तपाईको साथ।
उहाँले चाहिँ हामीलाई आज जस्तो प्रकारले हामीले फेसबुकका भित्ताहरूमा चाहिँ अहिले देखिरहेका नयाँ प्रकारका एउटा हुन्छन् विभिन्न हाम्रा धर्म हाम्रा संस्कार संस्कृति बीच चाहिँ एकदमै बाधा पुग्ने घृणित निन्दनीय कार्यहरू हामीले 2-4 दिन अगाडि एकदमै देख्न पाइरहेका छौँ। त्यसको बारेमा पनि प्रश्न पार्नुभयो गुरुजीले। एकदमै मनमा एक प्रकारको जिज्ञासा लागेर आउँछ। अहिले विशेष त नयाँ नवदुर्गाको महिमा चलिरहेको बेला दसैँलाई बहिष्कार गरौँ भन्ने कुन खालको एउटा समूह हो यो? यिनीहरू कहाँबाट उत्पन्न भएका हुन्? मङ्गोल भन्ने र उनीहरूलाई वास्तवमा आफ्नै पहिचान यिनीहरूले चिनेको छैन भने अर्काको सम्प्रदाय अथवा राष्ट्रलाई धावा बोल्ने कहाँको अधिकार हो र यिनीहरूलाई यो अधिकार कसले दियो? साँच्चै मेरो पनि यो मनबाट आएको जिज्ञासा हो। सर्वप्रथम त हामीले यो गुरुजीले भनिहाल्नु भयो अघि नै कि दुर्गा माता यो असत्यमाथि सत्यको विजय भएको दिन, कि दुर्गा माताले चाहिँ एउटा असत्यमाथि सत्यको विजय प्राप्त गरेको दिन हो र यो दिनलाई चाहिँ हामीले सनातन परापूर्व कालदेखि मनाइआएका हौँ र यो कसैले पनि दिएको होइन। जुन दिनदेखि हाम्रो यो सृष्टि कालमा चाहिँ अनादिकालदेखिको सुरुमा नै हामीले मनाउँदै आएका हौँ, कसैले दिएको यो दाइजोको रूपमा होइन। किन नबुझेका हौँ? सबैभन्दा सबैको बारेमा बुझेर बोल्दा नै चाहिँ उत्तम हुन्छ होइन गुरुजीले। र अर्को ईश्वरको बारेमा यहाँ बताउनु भयो, साकार आकार गुण सगुण यस्ता यी कुराहरूलाई चाहिँ सिक्नको लागि र बुझ्नको लागि त हामीले धेरै 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 गहिरो अध्ययन गर्नु नै पर्छ। त्यो स्थानमा चाहिँ अझै पनि हामीले पुग्न सकेका छैनौँ। तर दिन प्रतिदिन हामीलाई गुरुजीका मुखारविन्दबाट यस्तै विद्वानका मुखारविन्दबाट हामीले धेरै धेरै ज्ञान पनि प्राप्त गर्दै आएका छौँ र गुरुजीलाई धेरै धेरै धन्यवाद। विभिन्न अरू आध्यात्मिक विषयमा पनि हामीलाई जानकारी गराउँदै आउनुभएको छ र दसैँको महिमा पनि यहाँले यो चलिरहेको चाहिँ दुर्गा माताको महिमा चलिरहेको बेलामा दिन प्रतिदिन अथवा समय अनुकूल मिलेको बेलामा यहाँले उपस्थित भएर आफ्ना पवित्र वाणीहरूद्वारा हामीलाई श्रवण गराइ नै राख्नु भएको छ। गुरुजीलाई धेरै धेरै धन्यवाद भने बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आउने दिनमा यहाँको उपस्थित फेरि पनि हामीले पाउनेछौँ र यहाँका यस्तै मिठा आध्यात्मिक प्रवचनहरू अझै पनि हामीले सुन्न पाउने इच्छा आशाका साथमा आजको यस विवाहको बसाइको यो आध्यात्मिक युवा जागरण कार्यक्रममा धेरै धेरै धन्यवादका साथमा शुभरात्रि भन्न चाहन्छु। हजुर उहाँ हुनुहुन्थ्यो भीम श्रद्धा गुरु भीम प्रसाद पौडेल। धर्मद्वारा समाजको रूपान्तरण, धार्मिक हस्तक्षेप विरुद्ध हाम्रो अभियान भन्ने मूल नाराका साथ अघि बढेको यो अभियानलाई आउनुहोस् तपाईँ हामी मिली सफल पारौँ भन्दै कार्यक्रमको दोस्रो चरणमा हामी उपस्थित भएका छौँ र दोस्रो चरणमा प्रवेश गर्नुभन्दा अघि हामीले इजरायलबाट सञ्चालन गर्ने कार्यक्रमको दैनिक रूपरेखाको समय रहेको छ। अहिलेलाई भने दैनिक गतिविधि अगाडि बढाइदिनु हुन चाहिँ मोनिका शर्माजीलाई स्वागत गर्न चाहन्छु। मोनिका शर्माजी नमस्ते, स्वागत छ हजुरलाई हिन्दू जागरण इजरायलबाट गरिने दैनिक रूपरेखाको लागि। यो समय हजुरको लागि धन्यवाद। प्रवासी भूमिमा रहेर पनि विगत 4 वर्षदेखि आफ्नो मौलिक धर्म संस्कार संस्कृति रक्षा र समाजसेवाको लागि निरन्तर काम गरिरहेको हिन्दू जागरण नेपाल अभियान इजरायल हिन्दू जागरण युवा संघ इजरायलले प्रत्येक दिन आइतबारदेखि बिहिबारसम्म स्थानीय समय 9:30 देखि 11 बजेसम्म स्काइप कन्फरेन्स कल मार्फत गुरुहरूको मुखारबिन्दबाट भागवत गीता वाचन र विभिन्न भक्तजनहरूबाट भजन कीर्तन गर्दै आइरहेको छ भने प्रत्येक बिहिबार हिन्दू जागरण युवा संघद्वारा आयोजित कार्यक्रम आध्यात्मिक युवा जागरण सुन्न सक्नुहुनेछ। स्काइप कन्फरेन्स कलमा प्रत्यक्ष सहभागी हुनुहुने श्रद्धेय गुरुहरू लगायत श्रद्धालु भक्तमित्रहरू हिन्दू जागरण नेपाल अभियान इजरायलको फेसबुक मार्फत प्रत्यक्ष प्रसारण हेरेर र सुनेर बसिरहनु हुने तमाम दर्शक श्रोता मित्रहरूमा नमस्कार। यदि यहाँहरू पनि कार्यक्रममा उपस्थिति भई आफूसँग भएका आध्यात्मिक ज्ञानहरू विश्वभर छरिएर रहनुभएका
मित्रहरू समक्ष पुर्याउन चाहनुहुन्छ भने हाम्रो आइडी hindu.israel1 धेरै धेरै धन्यवाद मोनिका शर्माज्यू। आज पनि हामीलाई नेटले त्यति मजाले साथ दिइरहेको छैन। बेला बेलामा हामीले हाम्रो आवाजहरू अड्किने रहेका छौँ र यहाँले गतिविधि सुनाउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। र यहाँले आज हामीलाई फेसबुकमा प्रत्यक्ष लाइभ पनि प्रसारण गरिराख्नु भएको छ, यसको लागि पनि धेरै धेरै धन्यवाद। र कार्यक्रमको दोस्रो चरणमा हामी उपस्थित भइसकेका छौँ मित्रहरू, जसले हामीलाई फेसबुकबाट प्रत्यक्ष श्रवण गरिराख्नु भएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद। र यो अहिलेको 2073 सालको बडा दशैंको पावन अवसरमा यहाँहरू सबैलाई मङ्गलमय शुभकामना ज्ञापन गर्न चाहन्छु। र हामीलाई अपरेटरमा साथ दिनुहुने कोपिला देवकोटाज्यू, यहाँलाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। कार्यक्रमको सुरुवातमा हामीले लाइभ प्रसारण गर्न नसके तापनि बिचमा आएर पनि हाम्रो प्रयास सफल भएको छ। यहाँहरू प्रत्यक्ष हिन्दू जागरण इजरायलबाट सञ्चालन भइरहेको आध्यात्मिक युवा जागरणमा हुनुहुन्छ भने हामीले कार्यक्रमलाई सुचारू रूपले पहिलो चरणको कार्यक्रम सकेर हामी दोस्रो चरणको कार्यक्रममा हामी उपस्थित भइसकेका छौँ। मित्रहरू, हामीले गत हप्ता चाहिँ हिन्दू जागरण इजरायलबाट भइरहेको कार्यक्रमलाई चाहिँ शुभकामना, अहिलेको 73 सालको बडा दशैंको पावन अवसरमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम चाहिँ गत हप्ता राखेका थियौँ। र गत हप्ता हाम्रो चाहिँ यो प्राविधिक गडबडले गर्दाखेरि हामीले कार्यक्रमलाई सुचारू अगाडि बढाउन नसकेकोमा क्षमा याचना पनि रहेको छ। दशैंको तेस्रो दिन आज हामी द्वादशी तिथिमा छौँ र बडाहरूबाट चाहिँ बडा हाम्रो हिन्दू सनातन धर्म अनुसार आफूभन्दा बडा उमेरको र आफूभन्दा ठुला बडाहरूबाट आशीर्वाद लिने क्रम जारी नै छ। सोही क्रममा विदेशमै रहेर पनि हामीले आज सक्षम भएका छौँ कि यस नेटलाई साथ लिएर पनि हामीले हाम्रा शुभकामनालाई चाहिँ आदान प्रदान गर्ने कार्यक्रमको गरेर अगाडि बढाउने जमर्को गरिरहेका छौँ भने यसै क्रममा म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। र हजुरहरू सबैजना यदि हतारमा हुनुहुन्छ भने कृपया आफ्नो नाम चाहिँ कमेन्ट बक्समा दिएर सहयोग गरिदिनु होला, ताकि मैले यहाँहरूलाई चाहेको समय चाहिँ उपलब्ध गराउन सकौँ भन्न पनि चाहन्छु। मित्रहरू, यदि हतारमा हुनुहुन्छ भने कृपया नाम दिनुहोला भन्न चाहन्छु। आफ्ना ध्वनिबाट चाहिँ प्रत्यक्ष शुभकामना यहाँको आफन्तमा पुर्याउन सक्नुहुनेछ पनि भन्न चाहन्छु। र पहिलो पालो म आजको पहिलो पालो म दिन चाहन्छु श्रद्धा सुमित्रा आचार्य भण्डारीज्यूलाई स्वागत गर्न चाहन्छु शुभकामना आदान प्रदानको लागि। र सुमित्रा आचार्य भण्डारीज्यू नमस्ते अनि स्वागत छ हजुरलाई आजको यस आध्यात्मिक युवा जागरण कार्यक्रममा। पहिलो कलरको रूपमा यहाँलाई स्वागत गर्न चाहन्छु। सुमित्रा आचार्य भण्डारीज्यू। हजुर नमस्कार। हजुर आफ्नो परिचयको साथमा र हजुर पनि कहाँबाट हुनुहुन्छ आफ्नो परिचयको साथमा आफ्नो आफन्तलाई। हजुर आजकी सञ्चालित युवा आध्यात्मिक युवा जागरण आजकी प्रस्तुता नम्रता शर्माजी, हजुरलाई धन्यवाद। र सम्पूर्ण देश विदेशबाट पाल्नुहुने र फेसबुक लाइभ हेरेर सुनेर बस्नुहुने तमाम नेपाली मनहरू सम्पूर्णमा हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै 2073 सालको विजय दशमी र आउँदै गरेको शुभ दीपावलीको मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। जहाँ जसरी रहे पनि नेपाली मन र नेपालीपन आखिर नेपाली नै हो। हरेक कुराहरू गुरुजीले बताएर गइसक्नु भएको छ। तिनै कुरालाई फेरि दोहोऱ्याउन राम्रो नहोला। हामी लाइभमा बसेका छौँ, धेरै साथीहरू पालो पुरेर बस्नु भएको छ, किनभने हामीले सधैँ नवरात्रभरि नवदुर्गाको कथा वाचन गरी विजयदशमीको टीका ग्रहण गर्ने चलन हामीले सबैमा यथावत थाहा छ। हामीले जानेका छौँ ठुला बडा आशीर्वाद लिनु र टीकाको महत्त्व, रङको महत्त्व र जमराको महत्त्व के हो भन्ने कुरो हाम्रा गुरुजनहरूबाट पनि हामीले धेरै सिकेर
आइरहेका छौँ र अस्ति सुनाउनु पनि भयो हामीलाई। त्यसै गरी सबैलाई थाहा होला या नभए पनि गुरुजीहरूका यी प्रवचनहरू सुनेपछि जान्न सक्नुहुन्छ। हामी अझै पनि नवदुर्गा भवानीको टीका ग्रहण गर्ने दिन पर्खिएर बसेका छौँ प्रवासी भूमिमा रहेर। जुन दिन हामीले लिनुपर्ने थियो त्यो दिन सबैजनाको समय सहज नभएको हुँदा हामी भोलि शुक्रबार र शनिबारको दिन पुरेर बसेका छौँ र सम्पूर्ण मित्रहरूले यदि समय मिल्छ भने उपस्थित भएर तेलवीमा आयोजना गर्नुभएको छ, त्यहाँ टीका जमरा ग्रहण गर्नुहोला। मसँग भएको जमरा पनि मैले त्यहाँ लगेर दिने बाचा गरेकी छु र सबैमा दुर्गा भवानी माताले रक्षा गरून् र मेरा आफन्त र आत्मीय जनहरू सबै दिदी बहिनी फेसबुकका मित्रहरू सम्पूर्णमा हृदयदेखि फेरि पनि विजयदशमी 2073 लगत्तै आउँदै गरेको शुभ दीपावलीको मङ्गलमय हार्दिक शुभकामना व्यक्त गर्दै म यति बेला पनि हजुरहरूमा बिदा राख्न चाहन्छु। हस्त शुभरात्रि। धेरै धेरै धन्यवाद श्रद्धा मित्र आचार्य भण्डारीज्यू। आफन्तलाई लगायत आफ्ना इष्ट मित्रहरूलाई पनि विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना ज्ञापन गर्न चाहन्छौँ र फेरि पनि कार्यक्रमलाई अगाडि बढाउने क्रममा मित्रहरू यदि हजुरहरू हतारमा हुनुहुन्छ भने कृपया आफ्नो नामलाई यहाँ हाम्रो कमेन्ट बक्समा लेखिदिएर चाहिँ सहयोग गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। र यति बेला म फेरि पनि कार्यक्रमलाई अगाडि बढाउने हेतु मैले देखिरहेको छु देवी मायाजीलाई स्वागत गर्न चाहन्छु। देवी मायाजी नमस्ते अनि स्वागत छ हजुरलाई आजको यस आध्यात्मिक युवा जागरण कार्यक्रममा। हजुर पनि आफ्नो आफन्तलाई आफ्ना ध्वनिद्वारा प्रत्यक्ष चाहिँ अप्रत्यक्ष पक्कै पनि यहाँका आवाज उहाँले पाउनुहुनेछ। शुभकामनाको लागि अगाडि बढ्नुहोला। धन्यवाद। जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवरात्रि सदा छ नमस्ते। सबैलाई नवदुर्गा माताले रक्षा गरून्। विजयादशमीको सबैलाई शुभकामना। मेरो घर झापा सकसी जामगिलजीले हो। म हाल इजलबाट हजुरहरूसँग यसरी सामेल भएर धर्मका कुराहरू यसो तपाईँहरूसँग साटासाट गर्न पाउँदा खुसी लाग्छ। यो हाम्रो हिन्दू जागरण भनेको यो हाम्रो विश्वभरि हामी सनातन हिन्दू नेपालीहरू सबैको रगतमा बगिरहेको छ। तर हामी देखाउटी रूपमा चाहिँ हामीले यो पैसामा बिकिरहेका हाम्रा धेरै मित्रहरू पैसामा बिकिराख्नु भएको छ। पैसामा नबिक्यौँ। हामीले हाम्रो संस्कार, हाम्रो रीतिरिवाज, हाम्रा सन्तानलाई हामीले बुझाउँ, चिनाउँ। हामीले हाम्रो धर्म संस्कार धर्म बेच्नु नै हामीले बाउ आमा बेच्नु हो। हामीले आफ्नो धर्म बेच्नु नै हामीले एकदम नराम्रो बाटो हामीले पहिल्याउनु, हामीले नरकको बाटो पहिल्याउनु, हामीले हाम्रा पुस्ता जुजुबाजेले गरेको धर्महरू दोहोऱ्याउँ, हामी उहाँहरूको सत्मार्गमा लागौँ। हामी सबैको जय हुनेछ। हाम्रो देशमा अहिले धेरै विखण्डहरू आइरहेको छ किनकि हाम्रो देशमा अहिले सबैको मनमा एकदम उत्साह छैन। सबै धेरै दुर्घटना भइरहेका छन् किनभने यो पनि हामीले धर्मलाई बुझ्नुपर्छ। हाम्रो देशमा कस्ता धर्महरू हाम्रो मन्त्री जस्ता मान्छेले दसैँमा टिका लाउनु भएन। उहाँलाई हामीले सबैजनाले सबै हिन्दू जागरण हामी नेपालीहरू एक भएर उहाँ जङ्गलमा पुग्नु भएको छ। उहाँको पुस्ता के हो, उहाँको दिदीबाजेले के गर्नुहुन्थ्यो, उहाँले पहिला वेद पुराण लाउनु हो कि लाउनु भएन, किन अहिले आएर उहाँ नाटक गर्नुहुन्छ। यस्ता कुराहरूले हाम्रो मन धेरै दुखेको छ। धेरै रोएका छौँ विदेशमा गएर। हामीले यस्तो कुराहरू सुन्न पाउँदा हामी विदेशमा छौँ, हामीले धेरै दसैँ मान्न नपाउँदाखेरि हामीलाई मन रोएको छ भने उहाँ नेपालमा भएर पनि आफ्नो लिँदा खाली राखेर नाटक देखाइरहनु भएको छ। यो एकदम लाचारीपन हो भन्दै म र मेरा छोराछोरीहरूलाई सबैलाई म शुभकामनाहरू फेसबुकबाट सुन्ने सबैजनालाई म विजयादशमीको शुभकामना भन्न चाहन्छु। सबैले आफ्नो ठाउँबाट आफ्नो धर्म संस्कृति जोगाउँ, सबैले एक हौँ, सबै हातेमालो गरौँ। हाम्रो हिन्दू राज्य नेपाल हुनैपर्छ किनभने हामी हाम्रा सन्तान पुर्खौँदेखि चलिआएको धर्म हो। यो शास्त्र हो। शास्त्रलाई हामीले घृणा नगरौँ। हाम्रो देशमा पनि यस्तै घृणित कार्यहरूले देश अहिले तल गइरहेको छ। हामी सबैले महापुराण, श्रीमद् भागवत, रामायणमा हाम्रा महिलाहरू
यो दुर्गा माताले नै हामीलाई हाम्रा महिलाहरूलाई धेरै धेरै नै अगाडि छौँ, किनभने हाम्रो महिला अहिले दुर्गा माताले नै हामी यहाँ दुश्मनहरूको संहार गरेर हामी सज्जनको रक्षा गर्नुभएको दिनु हो यो दशमी भनेको। त्यसैले हामी सब एक हौँ, हामी नारी पुरुष एकै हौँ भन्न चाहन्छु। र सानो मेरो एउटा अलिकति कविता छ, म अलिकति कविता भनेर सुनाउन चाहन्छु। सुन्न साथ दिनु होला, गल्ती भए माफ पाऊँ। रुँदै छ रे मातृभूमि सुन्दा मेरो मन रुन्छ, रुँदै छ रे मातृभूमि सुन्दा मेरो मन रुन्छ, मिर्मिरेको शीतसँगै डाँडा पाखा वन रुन्छ, मिर्मिरेको शीतसँगै डाँडा पाखा वन रुन्छ, लड्दैछन् रे आपसमा दाजुभाइ जताततै, लड्दैछन् रे आपसमा दाजुभाइ जताततै, भाइ फुटे समाज फुट्छ आफ्नै मन रुन्छ, भाइ फुटे समाज फुट्छ आफ्नै मन रुन्छ, गर्दैछन् रे थिचोमिचो सीमा नाघी पराइले, गर्दैछन् रे थिचोमिचो सीमा नाघी पराइले, यस्तो हालत देखेर यो देश अझै झन रुन्छ, यस्तो हालत देखेर यो देश झनै अझै झनै रुन्छ। यसरी नै भुल्दै गए कोरिएको इतिहास, यसरी नै भुल्दै गए कोरिएको इतिहास, सम्झिएर वीरगाथा नेपालीको मन रुन्छ, सम्झिएर वीरगाथा नेपालीको प्राण रुन्छ। लुटेपछि अधिकार शोषकले जालमा पारी, लुटेपछि अधिकार शोषकले जालमा पारी, गरिबको इज्जत किन्ने कुबेरको धन रुन्छ, गरिबको इज्जत किन्ने कुबेरको धन रुन्छ। यो मेरो अलिकति कविता थियो, सुनेर तपाईँले साथ दिनुभयो। हस्त, नमस्कार, शुभरात्रि भन्न चाहन्छु। देवी मायाजी, हजुरलाई यहाँले चाहिँ यसपालिको दसैँ कस्तो महसुस गर्नुभयो, यसको बारेमा पनि आफ्नो विचारहरू राखिदिनुहुन्थ्यो कि? हजुर, यसपालिको दसैँ हामीले पोहोरको साल मेरो आमा खस्नु भएको थियो, मैले हामी सबैले दुःख भइरहनु साह्रै दुःखले बितायौँ। अहिले चाहिँ अब परिवारदेखि टाढा भए पनि हामी वरिपरि साथीहरू छौँ, हामी एउटा फ्यामिली जस्तो, जात जाति जेसुकै भए पनि हामी एउटा फ्यामिली परिवार जस्तो भएर बसेका छौँ। र हामीले साथीभाइसँग मिलेर एउटा 1-2 घन्टाको लागि छुट्टी लिएर भए पनि हामीले हाम्रो धर्म, हाम्रो संस्कार, हाम्रो परम्परालाई हामीले यथावतै गरेर हामीले राम्रोसँग मनायौँ। र हामी खुसी नै छौँ, किनभने विदेशमा आएका छौँ, यो पनि भगवानको कृपा हो। उहाँले हामीलाई शक्ति दिनुभएको छ, दुर्गा माताकै शक्ति हो। त्यही भएर राम्रै भयो, रमाइलो भयो, हजुरले राम्रै गर्नुभयो होला। सबैलाई विजय दशमीको फेरि शुभकामना भन्दै बिदा हुन्छु। पक्कै पनि यहाँ चाहिँ अब देशबाट बाहिर हुनुहुन्छ, यो बेलामा यतिखेर आफ्ना छोराछोरीलाई सम्झेर पक्कै पनि आफ्नो देश सम्झिनु हो, जान त मन अवश्य लागेको होला। र कति भयो हजुरले आफ्ना छोराछोरी आफ्नो परिवारसँग समग्रमा टिका लगाउन पाउनु भएको? हजुर, मैले छोराछोरीसँग टिकै नलाएको चाहिँ मैले 10 वर्ष भयो। अहिले यो वर्ष 10 वर्ष भयो। र छोराछोरीलाई अब भन्छन् मम्मी कहिले आउने, दसैँमा आउने भन्दै अब आफूले उनीहरूकै लागि, उनीहरूको भविष्यको लागि, उनीहरूको भविष्य उज्जवलको लागि हो हामी यहाँ दुःख गरेर बसेको। र छोराछोरी पनि बुझकी छन्, उनीहरूले पनि बुझ्छन्। र 10 वर्ष भयो अहिले ससुराबाको काम सुन्नुहुन्न, उहाँको उपदेशहरू, उहाँको आशीर्वादहरू जे होस् फोनको माध्यमबाट बुवाको, दाजुहरूको, ससुराबाको उपदेशहरू सुनेर चाहिँ आफूलाई भाग्यमानी नै ठान्छु। किनभने एउटा फोनको आधारले भए पनि हामीले उहाँहरूको वचन सुनेर एउटा भाग्यशाली भएका छौँ। र यही भन्छु, राम्ररी नै मनायो। छोराछोरीलाई छोडेर आएको 10 वर्ष भयो र पनि ठिकै छ। अहिले आफूलाई सम्हाल्नुपर्छ, यो पनि भगवानको शक्ति भन्ने मलाई लाग्छ। हजुर, धेरै धेरै धन्यवाद देवी मायाजी। हजुरका स्पष्ट चाहिँ बोलीहरूबाट हामीले स्पष्टै थाहा पाउँछौँ कि यति धेरै भक्तिभावले जुन दिनदेखि हजुर चाहिँ यस हिन्दू जागरण इजरायलद्वारा सञ्चालित कार्यक्रममा आबद्ध हुनुभएको छ, त्यही दिनदेखि जो मान्छे अलिकति आध्यात्मिकमा भिजेको हुन्छ त्यसको रहन सहन, त्यसको कुरा गराइ नै टोटल्ली फरक पाइने गरिन्छ। र यहाँमा त्यस्तै हामीले देखेका छौँ। र पक्कै पनि कुन आमालाई यो दसैँ तिहार यस्ता परम्परादेखि चल्दै आएका चाडबाडमा आफ्नो परिवारसँग उपस्थित रहन कसलाई लाग्दैन थियो होला, होइन र? तर पनि एउटा वास्तविक एउटा बाध्यता भनौँ न, हामीलाई केही न केही कुराले बाध्यता गराएर हामी हाम्रा परिवारबाट धेरै टाढा छौँ। र यहाँले भन्नुभयो खुसी हुनुहुन्छ, पक्कै पनि जसरी आफ्नो आत्मालाई खुसी बनाउन सकिन्छ त्यसरी हामी खुसी पनि रहनुपर्छ। त्यो शक्ति हामीलाई ईश्वरले दिनुभएको छ। र यहाँलाई एकदमै अहिलेको समयको चाहिँ अहिलेको परिप्रेक्ष्यमा आधारित कारुणिक कविता पनि हामीलाई श्रवण गराउनु भयो र शुभकामना पनि त्यस्तै गरेर दिनुभयो देवी मायाजी। यहाँलाई पनि धेरै धेरै धन्यवाद। र 2073 सालको बडा दसैँको
पाउन धन्यवादका साथमा शुभरात्रि भन्न चाहन्छौँ मित्रहरू। यति बेला हामीसँग हिन्दू जागरण इजरायलद्वारा सञ्चालित कार्यक्रम आध्यात्मिक युवा जागरणमा र प्रत्यक्ष स्काइपमा उपस्थित हुनुहुने सम्पूर्ण भक्तप्रेमी मित्रहरू यहाँलाई पुनः नमस्ते नारायण र जसले हामीलाई फेसबुकको सहायताबाट लाइभ सुनेर हेरेर साथ दिँदै हुनुहुन्छ यहाँलाई पनि धेरै धेरै धन्यवाद। र यदि हजुरहरू पनि आफ्नो आफन्तलाई चाहिँ शुभकामना सन्देश दिन चाहनुहुन्छ भने कृपया लाइभ आइरहेको तल कमेन्ट बक्समा आफ्ना शुभकामनाहरू चाहिँ लेखेर हामीलाई दिनुहोला। हामी चाहिँ यहाँका शुभकामनाहरू यहाँबाट प्रसारण गर्नेछौँ पनि भन्न चाहन्छु। कार्यक्रमलाई त्यस्तै गरेर अगाडि बढाउने हेतु अबको पालो दिन चाहन्छु र स्वागत गर्न चाहन्छु कोपिला देवकोटाज्यूलाई। कोपिला देवकोटाज्यू नमस्ते अनि नारायणम, स्वागत छ हजुरलाई आजको यस आध्यात्मिक युवा जागरण कार्यक्रममा। हजुर पनि आफ्नो परिचय साथसाथै आफ्ना शुभकामना सन्देशहरूलाई अगाडि बढाइदिनु हुन यो समय हजुरको लागि धन्यवाद। धेरै धेरै धन्यवाद। हिन्दू जागरण नेपाल इजरायलद्वारा सञ्चालित साताको 5औं दिन आध्यात्मिक युवा जागरणद्वारा सञ्चालित आध्यात्मिक युवा कार्यक्रम को सञ्चालिका नम्रता उप्रेतीज्यूलाई मलाई यो अमूल्य समय आफ्नो शुभकामना सन्देश राख्नको लागि दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। त्यस्तै गरी सत्सङ्गमा हामीलाई भागवत कथा सुनाएर आनन्दित दिलाउनु हुने स्वर्गीय गुरु भीम प्रसाद ज्यूलाई पनि धेरै धेरै धन्यवाद। नमस्कार नारायण। र यहाँ उपस्थिति हुनुभएका सम्पूर्ण भक्तप्रेमी मित्रहरूलाई पनि म कोपिला देवकोटा, मेरो नेपाल घर चितवन टाढी हो भने हाल इजरायलको खदेराबाट यो आवाज दिइरहेको छु। यहाँहरू सम्पूर्णलाई रात्रिकालीन नमस्कार नारायण अर्पण गर्न चाहन्छु। र यहाँले आफ्नो दसैँको बारेमा मलाई 2 शब्द बोल्न दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हामी कति भाग्यमानी छौँ। हाम्रो यो एकदमै लोकप्रिय एकदमै रमाइलो चाड दसैँ हामी विदेशमा भए पनि सत्सङ्गको माध्यमबाट हरेक दिन चण्डी पाठ, दुर्गा माताको भजन कीर्तन, चण्डी पाठ गरेर आज हामी टिकाको तेस्रो दिनसम्म आइपुगिरहेका छौँ। यो हाम्रो भाग्य नै भन्नुपर्छ। हाम्रो गुरुजीहरूले पनि हामीलाई साथ दिइरहनु भएको छ र सम्पूर्ण श्रद्धालु मनहरू पनि त्यत्तिकै यस सत्सङ्गमा आएर आबद्ध भएर दसैँको माहौलहरू बताइरहनु भएको छ, हामीलाई साथ दिइरहनु भएको छ, त्यत्तिकै उत्साहित हुनुहुन्छ। हाम्रो सुमित्रा आचार्यज्यूले पनि त्यत्तिकै देवी माताहरूको प्रार्थना गरेर जमरा उमारेर र राता टिकाहरू मुछेर हाम्रो यस सत्सङ्गलाई त्यत्तिकै हामीलाई आनन्द गरिरहनु भएको छ। र हामीले देश विदेशमा जति पनि बसिरहनुभएका नेपाली यस धर्म आफ्नो चाहिँ यो चाडबाड रीतिरिवाज बारेमा त्यत्तिकै आकर्षण देखिरहेका छौँ र कहिले पनि हामीले यो चाडबाडलाई हामीले भुल्न सक्दैनौँ। त्यस्तै गरेर हाम्रो यस्ता रमणीय हाम्रो यो चाहिँ यो हाम्रो नेपालीसँग एकदमै हाम्रो यो चाहिँ हाम्रो श्वास प्रश्वास भनेको नै यो हाम्रो चाहिँ धर्म हो, हाम्रो संस्कृति हो, समाज हो। यसलाई मास्नको लागि हामी माझ त्यस्ता किसिमका नर पशुहरू हामी माझ भित्र पसिसकेका छन्। आज दिउँसो मैले फेसबुक मार्फत त्यस्तो भिडियोहरू देखिरहेको छु। त्यो भिडियोमा सबैले हेरिसक्नु भएको छ। हामीहरूको घरमा तथास्तु उभिएर झोला बोकेर गएर ल त हाम्रो चाहिँ के अरे चाहिँ आस्थाको धरोहर मास्नको लागि बाइबल बोकेर गएर ल आफ्नो धर्मको बारेमा बताउँदै गर्दाखेरि हामीले चाहिँ तयार गरेको सैनिक भन्नुपर्छ। उहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। उहाँले चाहिँ मेरो घरमा किन पसिस्, तँले चाहिँ मेरो घरमा कहाँबाट पस्ने अनुमति पाइस्, त मेरो घरमा टेक्दै नटेक, तँलाई कसले अनुमति दियो यहाँबाट भनेर उहाँले त्यो लम्की झम्की गर्नुभएको देख्दाखेरि एकदमै खुसी लाग्यो। किन गयो त्यो हाम्रो घरमा? अनि त्यस्तै हामी चाहिँ कति चाहिँ हाम्रो मन कति दयालु छ अथवा नबुझेर दयालु भएको हो पक्कै पनि। यहाँ त्यहाँ एकजना आमा अथवा दिदी भाउजू को हुनुहुन्छ, उहाँले चाहिँ के भनिरहनु भएको छ भने उहाँ चाहिँ एकपल्ट आउनु भएको त हो नि, उहाँलाई क्षमा दिउँ भन्ने जस्तो कुरा उहाँले महिला दिदीबहिनीले गइरहनु भएको छ। तर त्यसरी हुँदैन। किनभने किन आउने हाम्रो घर अनि उहाँले के प्रश्न गर्छ, त चाहिँ हाम्रो घर आउँदैनस् भनेर सोधिरहेछ। आफ्नो घर जानुपर्छ, छर छिमेकमा जानुपर्छ, सबै ठाउँमा जानुपर्छ, आफ्नो काम विशेषले जानुपर्छ, आउनुपर्छ, सबै हुन्छ। तर आस्था बटुल्नको लागि, आफ्नो स्वार्थ लिनको लागि गएर चाहिँ त मेरो घरमा चाहिँ के अरे त हाम्रो घरमा आउँदैनस्, तेरो घरमा आउनु पाउँदिन
भन्ने धम्की त्यस्ता त्यस्ता धम्की पनि तिनीहरूले दिन जान्दो रहेछ। त्यस कारणले गर्दाखेरि उहाँले त आज नम्र भएर उहाँलाई थर्काएर मात्रै पठाउनु भयो। उहाँलाई त त्यो मान्छेलाई त गाला चर्काएर पिटेर पठाउन सक्नु पर्थ्यो। सबै नेपालीहरूले अब यसै गरी हामीले यसरी तयार गरेका सैनिक भन्नुपर्छ। उहाँहरूले चाहिँ यसरी चाहिँ जुन टोलमा आएको छ, जुन घरमा पसेको छ, जुन गाउँमा पसेको, जुन सहरमा पसेको छ, त्यसै गरी गाला चड्काएर चाहिँ हामीलाई चाहिँ त्यो आस्थाको धरोहर बदल्न खोज्नेलाई चाहिँ गाला चड्काएर पठाउन सक्नुपर्छ भन्ने सम्पूर्ण नेपालीहरूलाई चाहिँ यो मेरो सन्देश। सबैले चाहिँ आफ्नो यो चाहिँ एउटा आफ्नो धर्म बचाउनको लागि त्यस्ता चाहिँ नरपिशाचहरूलाई आफ्नो गाउँघर छिमेकमा पस्न नदिउन्, सबैकोलाई गाला चड्काएर निकाल्न सक्नुपर्छ। नडराउनु होला। आज हामी एक दिन डराउँछौँ, 2 दिन डराउँछौँ, तिनीहरूले भोलि हामीलाई निर्मल हाम्रो चाहिँ सारा मासमा नै हाम्रो देशमा पसिसकेका छन्। हाम्रो देशका चाहिँ राज्यका राजनीतिकहरूले चाहिँ संरक्षण गर्ला भन्नु छैन, किनभनेदेखि उनीहरूले त डलरमा बिकिसकेका छन्। हामीले गर्नुपर्छ। हाम्रो तिनीहरूको दरबारमा आउँदैनन् तिनीहरू। हामी सोझा साझा नेपालीको घरको झुप्राहरूमा तिनीहरू पसिरहेका छन्। त्यसरी पस्ने धमिराहरूलाई हामीले नै खुट्टाले खिचेर मारिदिनुपर्छ भन्ने मेरो यो दशैंको शुभकामना मार्फत यहाँहरूलाई यो मैले सुनाउन पनि चाहे। र म अब धेरै लामो बोलिरहन चाहन्न। म यहाँहरू मार्फत म शुभकामना भन्न चाहन्छु। शुभकामना दुगो झैँ जीवन मौलाओस्, सधैँ मन खुसी रहोस्। नवदुर्गाको आशीर्वाद विषय आयुष होस्। लक्ष्मी माता जाई लागुन्, धन धान्यले पूर्ण होस्। सफलताले शिखर छुहोस्, चन्द्र झैँ मन रहिरहोस्। सम्पूर्ण देश विदेश मेरा आफन्त छोराछोरी, मेरो आमा बुवा सम्पूर्णलाई मेरो विदेशबाट यो शुभकामना बडा दशैं तथा दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै म कोपिला देवकोटा आजको यस आध्यात्मिक युवा जागरण कार्यक्रमबाट बिदा लिन चाहन्छु। गल्ती बोलेको भए माफ पाऊ। धन्यवाद। शुभरात्रि। हजुर सध्या देवकोटाज्यू एकदमै सत्य र तथ्य कुराहरू हामी माझ राख्नुभयो र हाम्रा यो इन्टरनेटको सहायताले पनि हामीले धेरै कुरा अनि फेसबुकबाट दिन प्रतिदिन अपलोड भएका कुराहरू देख्न पाइरहेका छौँ। यो चाहिँ एकदमै उत्तम कुरा हो र हामीलाई चाहिँ जसरी यसरी अब हाम्रो हिन्दू सनातन वैदिक धर्मलाई नष्ट गराउनको लागि जुन एउटा रणनीति अपनाएर चाहिँ भित्रभित्रै मान्छेहरूको एकदमै लागि परेका छन्, यिनीहरूले त्यस्तो नसोच्दा हुन्छ कि उनीहरूले सिकाएको पाठबाट हामी धेरै नै सहज पनि भइसकेका छौँ र सहज हुनु पनि पर्छ। यस्ता हामी एउटा वीर गोर्खालीका सन्तानहरू। यिनीहरूले मङ्गोल जातिले चाहिँ एउटा बनाएको पोस्टर, एउटा पम्पलेट, नारा र यस्तै अरू चाहिँ यी पश्चिमा जातिहरूले जुन एउटा रणनीति अपनाएका छन्, यिनीहरूदेखि यस्ता कुराले त हामीलाई कति पनि विचलित पार्दैन। तर हामी एकदमै सचेत भइसकेका छौँ र यिनीहरूको यस्तो कार्यले गर्दा अझै हामीले हाम्रो सक्षम पाठ सिकाउन पुगे यो कुरा चाहिँ भन्नुपर्छ र ती महान दाई नेपाली दाजुको हुनुहुन्छ, उहाँलाई हामी सबैले सल्युट गर्नुपर्छ। आज उहाँले जसरी डर खर भएर चाहिँ जो धर्म चाहिँ परिवर्तन गराउनु, धर्म परिवर्तनकारीहरूलाई चाहिँ त्यसरी डर तरिकाले चाहिँ आफ्ना उत्तरहरू दिन सक्दाखेरि आज डराउँथ्यो होला तिनीहरू पनि। त्यहीँ पनि तपाईँ आदेशमा नहुनुहोस् भनेर भन्दै थियो। कसरी आदेशमा नआउनु? हामीले त्यत्रो डाइरेक्ट त्यस्तो उहाँ त विद्वान हुँदो रहेछ, उहाँले वेदको बारेमा जान्नुभएको थियो, गीता उपनिषदको बारेमा जान्नुभएको थियो, धेरै कुराहरू उहाँले भन्नुभयो। त्यो उहाँको ठाउँमा आज अलिकति सोझो अनपढ अथवा गरिब निमुखो भएको भए उहाँलाई लडाइँ फटाइ गरेर एउटा बाइबल उनीहरूले समाउन बाध्य गराउँथे। यस्तो ठाउँमा चाहिँ हामीले जनचेतना चाहिँ अवश्य पनि पुर्याउन अति जरुरी छ। जो जान्नेछौँ, जो बुझ्नेछौँ, त्यस्तै खालको हाम्रो एउटा चाहिँ त्यस्तै खालको हामी उनीहरूसँग लड्न सक्ने क्षमता हुन्छ र हामीले प्रत्यक्ष हामीले दिन सकिहाल्छौँ भने जसले बुझ्नु भएको छैन उहाँहरूलाई यस्ता कुराहरू गर्नलाई गाह्रो हुन्छ। र त्यस्ता कुरा हामी माझ दर्शाएर फेरि पनि हाम्रा एउटा चाहिँ नयाँ प्रकारको शक्ति जागरुक गराइदिनु भयो। कोपिला देवकोटाज्यू र शुभकामना पनि दिनुभयो। यहाँलाई धेरै धन्यवाद। यहाँलाई पनि यहाँ लगायत यहाँका सम्पूर्ण परिवारलाई पनि बडा दशैंको हार्दिक मङ्गलमय शुभकामना ज्ञापन गर्न चाहन्छौँ। र मित्रहरू, कार्यक्रमलाई सुचारू हेतु अगाडि बढाउने क्रममा आज हाम्रो यहाँ इजरायलको पनि चाहिँ चाडबाड र नेपालको
पनि चाडबाड कार्यक्रमलाई जसो चलाइरहेका छौँ, जति उपस्थित छौँ उहाँहरूलाई समय चाहिँ दिन सक्छु नि होला भन्ने आशा पनि छ। र पुनः यहाँहरू फेरि पनि हतारमा हुनुहुन्छ भने कृपया आफ्नो नाम चाहिँ हामीलाई दिएर सहयोग गर्नुहोला पनि भन्न चाहन्छु। र यहाँ राजन लोहनीजीले चाहिँ दसैँ र बलिमा चाहिँ के अन्तर छ कि के भनेर त्यहाँ हामीमा चाहिँ यहाँ प्रश्न गर्नुभएको रहेछ। र उहाँलाई चाहिँ के भन्न चाहन्छु भने हामीमा विज्ञ गुरुजीहरू त हुनुहुन्न, तर पनि हामीहरू हाम्रो धर्मशास्त्रमा चाहिँ भनेको अनुसार हामीले धेरै बुझ्दै आइसकेका छौँ। बलि प्रथा भन्ने हाम्रो हिन्दू सनातन वैदिक धर्ममा नभएको कुरा हो। यो हामीले चाहिँ पश्चिमी धर्महरूबाट चाहिँ कपी गरिएको धर्म हो भनेर हामीले बुझिसकेका छौँ राजन लोहनीज्यू। यो त हजुरलाई पनि थाहा भएकै हो। अब प्रष्टै यति न म वेदको यति रिचो भनेर म भन्न सक्दिनँ होइन। हामीले जानेको कुराहरू यही नै हो। जसले चाहिँ लोभ काम क्रोध मोह लोभ ईर्ष्या यो त्याग छ, त्यो त्याग्नु नै बलि हो भन्ने कुराहरू पनि विद्वानका मुखबाट बुखारबिन्दबाट हामीले सिकिसकेका छौँ। हो यस्तै गरेर हामीले पूर्ण रूपले विद्वानहरूको जतिको भन्न नसके तापनि थोरै थोरै केही मात्रामा हामीले जानिसकेका छौँ। र यसलाई यो बलि आफूले जसले माछा मासु अथवा यस्तो खान इच्छा लाग्छ आफ्नै तरिकाले खाने हो, तर ईश्वरको नाममा चाहिँ ईश्वरलाई यो सङ्कल्प गरेर ईश्वरलाई दिएको भनेर चाहिँ खाँदा चाहिँ पापै हो भनेर चाहिँ विद्वानहरूले भनिराख्नु भएको छ। यो चाहिँ धेरै फरक हो कुरा हो। मैले जानेको कुरा यहाँमा राखेँ गरेर जहाँ जिज्ञासा हुन्छ त्यहाँ समस्याको निवारण पनि हामीले पाउँछौँ। यहाँलाई पनि धेरै धेरै धन्यवाद राजन लोहनीजी। र यहाँलाई बडा दशैंको 2073 सालको बडा दशैंको पावन अवसरमा हार्दिक हार्दिक मङ्गल शुभकामना पनि ज्ञापन गर्न चाहन्छौँ। मित्रहरू, कार्यक्रमलाई सुचारू हेतु अगाडि बढाउने क्रममा अबको समय दिन चाहन्छु नितु कार्कीज्यूलाई। नितु कार्कीजी नमस्ते अनि स्वागत छ हजुरलाई आजको यस आध्यात्मिक युवा जागरण कार्यक्रममा। हजुर पनि आफ्नो परिचयका साथमा बडा दशैंको शुभकामना अगाडि बढाइदिनु होला। यो समय हजुरको लागि धन्यवाद। हजुर धन्यवाद। कार्यक्रम सञ्चालिका हिन्दू जागरण नेपाल इजरायल आध्यात्मिक कि आजकी कार्यक्रम सञ्चालिका नम्रता, त्यसै गरी अप्टोमा समाजै बसेर साथी हुनुहुने कोपिला थपकोटाज्यू र लाइभ प्रसारण गर्नुहुने मोनिका शर्माज्यू र त्यसै गरी देश विदेशबाट प्रत्यक्ष रूपमा फेसबुक लाइभ हेरिरहनुहुने र यहाँ स्काइपमा जोइन गरेर सुनिरहनुहुने सम्पूर्ण भक्तप्रेमी साथीहरूमा मेरो रात्रिकालीन नारायण नमस्कार भन्न चाहन्छु। यो आवाज मैले इजरायलको रामलेबाट दिइरहेको छु भने मेरो नेपाल घर भनिसक्नु भएको छ। अहिले नेपालमा विभिन्न किसिमका विकृतिहरू फैलिएको छ। त्यसमा पनि मैले पनि हिजो पनि भनिसकेँ, मलाई मेरो आफ्नै क्लास फ्रेन्ड साथीले चाहिँ तिमीहरूले चलाइरहेको जागरणले के भइरहेको छ, हामीले त यस्तो गर्यौँ, हामीले त यसरी गर्न लाग्छ, हामीले त यस्तो कालो टिका लगाएर बहिष्कार गर्ने यस्तो भनेर उसले मलाई भन्यो। म अहिले नामसाममा केही क्लास गर्न चाहन्न र उसले मलाई के भनेर भन्यो भने हाम्रो मित्र त आफ्नो ठाउँमा छ, तर धर्मको विरुद्ध तिमीहरूको धर्मको विरुद्धमा मैले चाहिँ हामीहरूले आवाज उठाएको छौँ भनेर उसले मलाई त्यो कुरा भनेको छ। र मैले उसलाई चाहिँ हिजो अलिकति बिजी भएको कारणले गर्दा म कुनै दिन तिमीसँग समय मिलाएर मैले यस बारेमा कुरा राख्नेछु भनेर भनेको छु। हजुर, यो धेरै नै दुःखको कुरा हो। आफूसँग पढ्ने साथी अथवा आफ्नै गाउँठाउँ आफ्नै ठाउँमा बस्ने मान्छेहरू किन यसरी परिवर्तन भए, के को लागि परिवर्तन भए भन्ने कुराले गर्दा धेरै नै हामीहरूलाई एकदमै मनमा खटपट भइरहेको छ। त्यसले गर्दाखेरि हामी सचेत भएर जे गर्न सक्छौँ फेसबुक मार्फतमा सन्देशहरू लेखेर अथवा उनीहरूको बहिष्कार गरौँ हामीले। र यो यही भन्न चाहन्छु। र त्यसै गरी आजको हाम्रो यो हामी दसैँको तेस्रो दिनमा प्रवेश गरिरहेका छौँ। नौ दुर्गा भवानीले हामी सबैको रक्षा गरून्। सर्वप्रथम म भगवान दुर्गा मातासँग के प्रार्थना गर्छु भने आउँदो सालसम्ममा हाम्रो नेपाललाई हामीले हिन्दू राष्ट्र नेपाल भनेर घोषणा गर्ने नै छौँ। यदि हामी सबैको सहयोग र हामी सबै एकजुट भयौँ भने अवश्य पनि हामी सफल हुनेछौँ। र
गुरुज्यू हाम्रो रामकृष्ण पौडेलज्यूलाई पनि धेरै धेरै सम्पूर्ण आफन्तहरूलाई पनि यो हाम्रो दशैंको शुभकामना दिन चाहन्छु। म एउटा सानो यो नारीको महिमा भन्ने सुनाउन चाहन्छु, किनकि अहिले हाम्रो यो नवदुर्गा भवानी चलिरहेको भएर म यो सानो 2 टुक्रा नारीको महिमा सुनाउन गइरहेको छु। समय छोटो भएको कारणले गर्दाखेरि म सर र डबल नगरिकन सिङ्गलमै सुनाउने कोसिस गर्छु। धन्यवाद। घरको दीप हो नारीको ठाने हुन्छ जगा जगा, सुगन्धित फुल हो नारी जो सधैँ हुन्छ मगमग, तिलगङ्गा जल हो नारी जो हुन्छ निर्मल, सीताको बिन्दु हो नारी जो सधैँ हुन्छ ढलमल, नुन हो चुक हो नारी सबैलाई गलाउँछ, चैत्रको धूप हो नारी भित्रैदेखि जलाउँछ, दुर्वासा ऋषि हो नारी अलि चाँडो रिसाउने, चौतारी पनि हो नारी सुख दुःख बिसाउने, मोहिनी रूप हो नारी सुधा पान गराउने, स्रष्टाकी दूत हो नारी सिंहै सृष्टि गराउने, भाषाना दिने पालुवा हो नारी जो सधैँ रूप फेर्दछ, आँखाकी बिन्दु हो नारी जो दिव्य दृष्टि हेर्दछ, तिर्खा हो तृप्ति हो नारी ती कहिले नसिर्दिने, माया हो प्रीति हो नारी कहिल्यै नसिर्दिने, नौनी हो लोक की नारी छोयो कि पग्लिने गली, पीपल की पात हो नारी तुरुन्तै हल्लिने अलि, किन्नरी पनि हो नारी मन्त्रै मुक्त गराउने, आकल्प शक्ति हो नारी सबैलाई हँसाउने, कोही भन्छन् नारी नै हुन्छ सबैका लागि वन्दना, युद्धको ज्वाला हो नारी जो सधैँ बल्छे धनधना, म भन्छु धरती हो नारी जे रोपेली फल्दछ, नारीको रूपमा सारा सौधन राप बल्दछ। मैले यो हाम्रो लाइभ प्रसारण सुनेर सायद बस्नुभएको होला मेरो दाइहरू, उहाँहरूलाई म के भन्न चाहन्छु भने सायद मेरो मम्मी त सुतिसक्छु होला यतिखेर। मम्मी धेरै नै रोइरहेछ थियो हिजो। मैले उहाँलाई आउने दसैँमा म अवश्य पनि आउनेछु भनेर उहाँलाई बाचा दिएकी छु। भगवानको आशा छ, भगवानले पुऱ्याउनु भयो भने अर्को साल मम्मीसँग यो दसैँ आउने दसैँ मनाउने बाचाका साथ अहिले भने म हजुरहरूबाट बिदा हुन चाहन्छु। शुभरात्रि। नारायण। शुभरात्रि नारायण। पक्कै पनि प्रवासमा जति पनि आज 50-60 हजार हामी आम युवा नेपाली छौँ, सबैको कहानी कथा व्यथा एउटै नै भइरहेको छ। लुछालुछ गरेर आज तनाउता बनाइरहेको अवस्थामा हामीले विदेश बाध्य हुनुपर्ने यो हाम्रो आफ्नै विशेषता बाध्यता हो। र त्यस्तै गरेर यहाँले हामीलाई नारी महिमा गाउनुभयो र हामीले बुझ्छौँ भने यदि अहिलेको समय भनेको नारीको शक्ति जागरण गराउने समय हो र यो पनि यस्तै भनिएको रहेछ हाम्रा वेदमा पनि र शास्त्रमा पनि। काली दुर्गा माता भनेको 2टा शक्ति यिनीले 2टा रूप धारण गरेकी हुँदै रहेछन्। एउटा शान्ति सबैमा सहन सक्ने खालको शक्ति दिने, सह्य नरम सबैमा एउटा चाहिँ सहन शक्ति भएकी नारी हुन् भने, र यदि कोही दुष्ट र चाहिँ बिना कारण हामीलाई अन्यायमा पारेर थिचोमिचो गर्न आउँछ भने त्यस्तो व्यक्तिको लागि नारीको रूप एउटा उग्र चण्डी कालीको रूप भएर पनि हामीले धारण गर्न सक्ने क्षमता हामीमा भएको रहेछ। र यो शक्ति जागरूक हामीले गराउनु पर्ने दिन आएको छ र वास्तवमै नारीको महिमा यहाँले यो सही समयमा राख्नुभयो। नितु कार्कीज्यू, यहाँलाई धेरै धेरै धन्यवाद। जहाँ कि दुर्गा माता हुनुहुन्छ त्यहाँ चाहिँ नारीकै शक्ति भएको छ र नारीको शक्तिलाई बुझ्नु चाहिँ अहिलेको समयमा एकदमै आवश्यक कुरा पनि छ। र भन्नुभयो आफ्नो मुखमा हजुरलाई चाहिँ अर्को वर्ष चाहिँ वाचा गर्नुभएको छ भनेर भन्नुभयो। यो हजुरले बोलेका शब्दहरूलाई चाहिँ सरासर यो पुगोस् होइन।
जमेरा थाप्ने चाहिँ समय ईश्वरले मिलाइदिउन्। यहाँलाई अग्रिम शुभकामना हाम्रो हिन्दू जागरण इजरायल युवा सङ्घको तर्फबाट र यहाँ लगायत यहाँका सम्पूर्ण परिवारलाई पनि बडा दशैं विजया दशमीको हार्दिक हार्दिक मङ्गलमय शुभकामना। जसरी रह्यौँ हिन्दू जागरणमा लागेर यहाँले पनि आफ्ना कुराहरू दिन प्रतिदिन राख्दै आउनुभएको छ, यो हामीलाई सजिलो पनि भएको छ। यहाँको साथ सहयोग यसरी जहिले हामीलाई अटुट मिलिरहोस् भन्ने कामना गर्दै आजको बसाइबाट धन्यवादका साथमा शुभरात्रि भन्न चाहन्छु। उहाँ हुनुहुन्थ्यो नितु कार्कीज्यू र उहाँले नारीको महिमा साथसाथै आफ्ना कुराहरू राखेर हामी माझ विदा भइसक्नु भएछ भने मित्रहरू कार्यक्रमको हामी उत्तरार्धतिर आइसकेका छौँ। जति पनि फेसबुक सुनेर बसिरहनुहुने हाम्रा आदरणीय तमाम श्रोताहरू यहाँलाई पुनः नमस्ते नारायण गर्न चाहन्छु। हामीले गरेको कार्यक्रम के कस्तो लागिरहेको छ, आउँदा दिनहरूमा यो कार्यक्रमलाई अलिकति भिन्न तरिकाले लानको लागि अथवा यसलाई अधिक यसलाई चाहिँ उत्प्रेरित गर्नको लागि प्रभावकारी बनाउनुको लागि चाहिँ के कस्ता सामग्रीहरू अपनाउनु पर्ने हुन्छन्, कृपया सल्लाह सुझावको लागि हाम्रो आइडी रहेको छ hindu.israel1मा चाहिँ आफ्ना सुझावहरू राख्न सक्नुहुनेछ भन्दै फेरि पनि कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु। र अब कार्यक्रम मैले देखेसम्ममा मैले त्यति राम्रो स्पष्ट तरिकाले आज देख्न सकिरहेको छैन। स्काइपमा अलिकति गडबड आइरहेको भएको हुँदा अब चाहिँ स्वागत गर्न चाहन्छु मोनिका शर्माज्यूलाई। मोनिका शर्माज्यू नमस्ते अनि स्वागत छ हजुरलाई आजको यस आध्यात्मिक युवा जागरण। धन्यवाद। हजुर, कार्यक्रम आध्यात्मिक युवा जागरणमा मलाई मेरो प्रस्तुति राख्नको लागि समय प्रदान गर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। यहाँले मेरो आवाज सुनिरहनु भएको छ? हजुर हजुर मजाले सुनिरहेछ मोनिकाजी। आजको यो बसाइमा उपस्थित हुनुहुने गुरुहरू लगायत समस्त सज्जन वृन्दहरूमा नमस्कार। हुन त आजभोलिको जमाना इन्टरनेट सोसियल मिडियाको हो, तर पनि हाम्रो कतिपय ठाउँमा अझै पनि बिजुली बत्ती फोन पुग्न सकेको छैन। हामी परदेशिएका परदेशीहरूले इन्टरनेट फोनको सुविधा नभएको समयमा छुट्टीको समयमा पत्र लेखी पत्र पठाउने या रेडियो नेपालमा आफ्नो सन्देशहरू पठाउने गर्दथे। त्यही विगतको वर्षलाई स्मरण गर्दै मेरो प्रस्तुति यसरी सुरु हुन्छ। बाबा मम्मीको पहिलो सन्तानको रूपमा जन्म लिए, हुर्की बढी आफ्नो सुनौलो भविष्यको खोजीमा हाल आफ्नो मातृभूमिदेखि 7 समुद्र पारी रोजगारको सिलसिलामा इजरायलमा विगत 6 वर्षदेखि कार्यरत छु। यहाँ बाबा मम्मी म यहाँ आजको दिनसम्म कुशल मङ्गलै छु। आशा राख्दछु हजुरहरू पनि त्यहाँ आरामै हुनुहुन्छ होला। दसैँ पनि नजिकै छ तर अब हामीहरू यहाँ दसैँको तेस्रो दिन आइपुगेका छौँ। प्रत्येक नेपालीहरूको घर आँगनमा दसैँ आइसक्यो। सबैले दसैँ आफ्नै तरिकाले रमाउँदै हुनुहुन्छ होला। आज हजुरहरू पनि सबै तयारीमै हुनुहुन्छ होला। मैले जानकारी पाएअनुसार मेरा थुप्रै साथीहरू पनि यो साल दसैँ मनाउन घर आउँदैछन्। यो साल म साथमा नभए पनि दसैँ हाँसी खुसी भाइहरूको साथ रमाइलो गरी मनाउनु होला। अर्को सालको दसैँमा पक्कै आउने छु। नजिकै गरेको विजया दशमी तथा दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। साथै नवलपरासीमा हुनुहुने मेरा हजुरबुवा हजुरआमा काका काकी दाजुभाइ दिदीबहिनी एवं इष्टमित्रहरूमा पनि दसैँको धेरै धेरै शुभकामना भन्न चाहन्छु। यसै गरी नवलपरासीमै मामा घरतिर पनि हजुरबुवा हजुरआमा मामा माइजू भाइ बहिनीहरूलाई पनि परदेशी नातिनी भान्जी दिदीको तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु। यसै गरी मेरी प्यारी साना मम्मी भाइमा पनि धेरै धेरै सम्झनाको साथै दसैँ तिहारको शुभकामना व्यक्त गर्न चाहन्छु। मेरो गाउँघर स्कुल कलेजदेखि विदेशसम्मका साथीहरूमा पनि मोनिका भनेर चिन्ने सबैलाई विजया दशमी तथा दीपावलीको शुभकामना भन्न चाहन्छु। विशेष गरी मेरा प्रत्येक सुख दुःखमा साथ दिँदै आइरहेका मेरा आत्मीय मित्रहरूलाई पनि शुभकामना सहित न्यानो मायाको साथ मिठो सम्झना भन्दै अन्तमा आजको कार्यक्रम स्काइप कन्फरेन्स कलमा प्रत्यक्ष सुनेर साथ दिइरहनुहुने भएका मित्रहरू, फेसबुकबाट लाइभ सुनेर हेरेर बस्नुहुने मित्रहरू, विश्वभर छरिएर रहनुभएका तमाम नेपाली बाबा आमा दाजुभाइ दिदीबहिनी एवं इष्टमित्र लगायत मलाई चिन्ने नचिन्ने सबैलाई यो वर्ष यहाँहरूको घर आँगनमा सुख शान्ति समृद्धिको बास होस् भन्दै दसैँको शुभकामना। उही हजुरहरूको प्रदेशी छोरी मोनिका शर्मा, हाल इजरायल। हजुर धन्यवाद।
मेरो प्रस्तुति यति नै। मोनिका शर्माज्यू एकदमै हृदयग्राही चाहिँ यहाँका शुभकामना सन्देशले मन एकदमै छुएको छ। पक्कै पनि हामी सबैलाई यस्तै महसुस भएकै छ होइन। एउटा रोजगारीको सिलसिलामा प्रवासिनु र यो चाडबाड चाहिँ भन्छन् नि न दसैँ न तिहार प्रदेशमा हुनेलाई जीवन लाग्छ बेकार प्रदेशमा हुनेलाई वास्तवमै यथार्थमा आधारित यो भनाइरहेको छ। यस्तो हुँदाहुँदै पनि हामीलाई हाम्रो संस्कारले हाम्रो धर्मले एउटा धैर्य धारण गर्न सिकाएको छ र एउटा समस्यालाई समाधान गर्नको लागि हामी जसै तसै हामी नारीहरू पनि विदेशी हाम्रो इज्जतमा बसेर हामीले कर्मठ भएर लगनशील भएर कार्य गरिरहेका छौँ कि हाम्रो परिवारको समस्या सुल्झाउनको लागि। र त्यही एउटा महान छोरी हुनुहुन्छ यहाँ पनि यही उमेरमा आएर यो युवा उमेरमा आएर परदेशमा आफ्नो जीवन आफ्नो परिश्रमसँग लडिरहनु भएको छ। यहाँलाई मेरो तर्फबाट एकदमै सल्युट पनि गर्न चाहन्छु। हजुर जस्तो छोरी कर्मठ छोरी पाउनु पनि एउटा अहोभाग्यकै कुरा हो। र मोनिका शर्माज्यू यहाँको पनि चाँडै नै हामी ईश्वरसँग प्रार्थना गर्छौँ यहाँको बसाई नेपालमा सबैसँग आनन्दित हुने दिन चाँडै आओस्। यहाँलाई आफ्नो परिवारसँग मिलजुल आफ्ना भाइ बहिनी चाहिँ बाबा मम्मीसँग सबैसँग एकैसाथमा हाँस्ने गाउने रमाउने त्यो समय आध्यात्मिक युवा जागरण कार्यक्रमबाट धेरै धेरै धन्यवादका साथमा शुभरात्रि भन्न चाहन्छु। हजुर उहाँ हुनुहुन्थ्यो मोनिका शर्माज्यू जसले हामीलाई फेसबुकबाट प्रत्यक्ष लाइभ पनि प्रसारण गरिराख्नु भएको छ। उहाँले आफ्नै एउटा लेख हामीमा शुभकामना लेख चाहिँ हामीमा राखेर विदा भइसक्नु भएको छ। वास्तवमै हृदयलाई छुने खालको थियो। उहाँ पनि एउटा छोरी मान्छे भएर प्रदेश दिनु भएको छ। यो आफ्नै विशेष बाध्यता हो। ठिकै केही दिनमै केही वर्षमा हामीले गरेका यी परिश्रमले केही दिनमै हामी सुखमय जीवन बिताउन पाऊँ भन्ने सबैको आशा छ र उहाँलाई पनि सोही कामना गर्दै फेरि पनि मित्रहरू कार्यक्रमलाई अगाडि बढाउने हेतु आज हाम्रा चर्चा परिचर्चा हाम्रा नेपालमा रहेका प्रधानमन्त्री अहिलेका विशिष्ट प्रधानमन्त्रीज्यूसँगै सम्बन्धित पनि धेरैले चाहिँ गुनासो पोख्नुभयो। वास्तवमै गुनासो पोख्नु पर्ने खालको काम पनि उहाँले गरिराख्नु भएको छ। यो चाहिँ जति पनि हिन्दू धर्म सम्बन्धी चाडबाड संस्कृतिहरू छन् हाम्रो हिन्दू माटोसँगै जोडिएर आएका धर्म संस्कृति संस्कारहरू छन् र यी टुप्पोबाट पलाएका प्रधानमन्त्री बनाउँदाले आज चाहिँ हामी सबै हिन्दू धर्मावलम्बी नेपालमा बस्ने सबै नेपाली जनताहरूको मनमा चाहिँ चोट पुर्याउन पुग्नु भएको छ। उहाँले चाहिँ नेपालको यो विजय दशमीको टीका नथापेको किन हो त? आखिर किन जनताको विरुद्ध जनताको इच्छालाई चाहिँ लगा भएर रहेका छौँ? हामीलाई त कति छ कति माया। अहिले हाम्रो धर्मको विरुद्धमा कोही मान्छे हाम्रो अगाडि आयो भने हामी हाम्रो ज्यानको बाजी राखेर हामी अगाडि हामी लड्न तयार छौँ कि सत्यको जहिले विजय हुन्छ। यस्तो कुरामा यिनीलाई लागेको होला चाहिँ उनकै विजय हुन्छ भनेर, तर पाप धुरीबाट एक दिन अवश्य पनि कराउँछ प्रधानमन्त्रीज्यू पनि भन्न चाहन्छु म। र शास्त्र यिनीले जो मान्छेलाई एउटा राजा नेता एउटा देशको अभिभारा बोकेर अगाडि बढेको मान्छे हुन्छ यसलाई अध्यात्मको बारेमा थाहा हुनुपर्छ। एक कुरा होइन, अध्यात्म यसले धारण गरेको हुनुपर्छ, धर्मको बारेमा जानेको हुनुपर्छ, धर्मलाई धारण गरेको हुनुपर्छ र उसले चाहिँ आफ्नो जीवनमा अनुसरण गरेको हुनुपर्छ। तब मात्र त्यस्तो व्यक्तिले आफ्नो देशको सुरक्षा गर्न सक्छ, आफ्ना जनताको सुरक्षा गर्न सक्छ। जनता र यो सरकार अथवा नेता भनेको एउटा नङ र मासुको सम्बन्ध भयो भने मात्र चाहिँ खुसी रहेर चाहिँ सुखी रहन सक्छ पनि भन्ने हामीले शास्त्रमै पढिसकेका छौँ। र यदि त्यस्तो यसले धर्म धारण गर्दैन र धर्मको पालन गर्दैन भने त्यस्तो चाहिँ नेता अथवा त्यो सरकार त्यस्तालाई चाहिँ देशमा बस्ने अधिकार पनि छैन, त्यस्तोलाई चाहिँ देश निकाला गरिदिए पनि हुन्छ भनेर शास्त्रमा बताइएको पनि रहेछ होइन। त्यो त हामीले अध्ययन गरिसकेका छौँ। र यिनीलाई चाहिँ अब यो त केही अध्यात्मको त एउटा अको पनि यिनले यो गरेनन् होइन, सबै जनतालाई चाहिँ मन दुखाएका छन्। पक्कै पनि हाम्रो विजय प्राप्त हुन्छ। धर्म
निरपेक्षतातिर धेरै जागरुक भइसक्नु भएछ। जसले जस्तो जस्तो तरिकाबाट आज धर्म बचाऊ कार्यक्रममा चाहिँ कर्मठ भएर चाहिँ लगनशील भएर सहयोद्धा हुनुहुन्छ उहाँहरूलाई पनि यो बडा दशैं विजया दशमीको हार्दिक शुभकामना गर्न चाहन्छु। तपाईहरू कति पनि निरुत्साहित नहुनुहोला। हाम्रो साथ सहयोग सपोर्ट भनेको जहिले रहनेछ तपाईहरूलाई। हामीले त्यसैको लागि यो हिन्दू जागरणबाट हामीले कार्यक्रम दैनिक सञ्चालन गर्दै आएका छौँ। के हामीलाई रहर थिएन यति बेर रात जहिले प्रत्येक दिन हिन्दू जागरणले मात्रै कार्यक्रम गर्छ, हप्ताको 5 दिन हिन्दू जागरण कार्यक्रम चलाइरहेको छ भने के को लागि त हाम्रा पनि थियो होला गफ गर्ने, हाम्रा टिभी च्यानलहरू थियो होला, हामीलाई मुभी हेर्न मन लाग्थ्यो होला। तर त्यसो नभएर हामीले हाम्रो देशको माया लागेर हामीलाई धर्म जान्नु पर्ने रहेछ। कसैलाई चाहिँ आरोप लगाउनुभन्दा पहिले हामीले आफू सक्षम हुनुपर्नेछ, आफ्नो धर्मको बारेमा जानौँ भनेर यो हाम्रो लगाव हो। तपाईहरूले बुझिदिनुहोस्। जसले पनि यहाँ फेसबुक हेरेर बस्नु भएको छ मित्रहरू, हामीले यो गरेको कार्यक्रम के कस्तो पनि लागिरहेको छ र एकदमै हामीलाई देशप्रतिको माया छ। इजरायलमा बस्ने हिन्दू जागरण कार्यकर्ताहरू एकदमै लाग्नु भएको छ। तपाईहरूले के कस्तो सोच्नु भएको छ, दिन रात कसरी हाम्रो होइन धर्म गतिविधि ल्याउनुलाई आफ्नो कार्यक्रममा एकदमै लागि पर्नु भएको छ। र हामी पक्कै पनि हामीले एउटा निस्वार्थ भावनाले एउटा विशुद्ध धार्मिक कार्यक्रम हो भनेरै हामी अगाडि बढेका छौँ र हामी जस्तोसुकै परिस्थितिमा पनि हामी पछि हट्ने छैनौँ। हाम्रो धर्मको हितार्थ हामी चाहे शस्त्र उठाउनु परे पनि हामी पछि हट्ने छैनौँ। यो प्रतिबद्धता लिएर रचनामूलक छौँ र यस्तै कार्यक्रम गर्दै जाउँ। तपाईहरूलाई चाहिँ तपाईँ जस्तो ठाउँमा चाहिँ हिन्दू जागरण अभियान लिएर अथवा विभिन्न धार्मिक कार्यक्रममा लिएर हाम्रो धर्म बचाऊ कार्यक्रममा लाग्नु भएको छ, त्यहाँ यहाँहरू सबैलाई माता दुर्गाले एक प्रकारको नयाँ जोस जाँगर शक्ति प्रदान गरून् र चाँडै विजय हामीले प्राप्त गरौँ भन्ने शुभकामनाका साथमा मित्रहरू कार्यक्रमको उत्तरार्धतिर अब आइसकेका छौँ र अबको पालो अब यसै गरेर स्वागत गर्न बेला भइसकेको छ सुभाष थापाज्यूलाई, र जसले हामीलाई प्रत्येक हप्ता चाहिँ धर्म गतिविधिहरू विभिन्न जानकारीमूलक सन्देशहरू लिएर हामी माझ उपस्थित हुनुहुने गरेको छ। र आज पनि उहाँ समय भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। सुभाष थापाज्यू नमस्ते अनि स्वागत छ हजुरलाई आजको यस आध्यात्मिक युवा जागरण कार्यक्रममा। हजुर पनि आफ्ना गतिविधि सँगसँगै आफ्ना शुभकामनाहरूलाई पनि अगाडि बढाइदिनु हुन यो समय हजुरको लागि धन्यवाद। धेरै धन्यवाद आजको यस कार्यक्रमकी प्रस्तुता नम्रता उप्रेतीज्यूलाई। हिन्दू जागरण युवा संघ इजरायलको प्रस्तुति कार्यक्रम आध्यात्मिक युवा जागरण कार्यक्रम अन्तर्गत छोटो धर्म गतिविधिमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तुता सुभाष थापा। धर्मद्वारा समाजको रूपान्तरण, धार्मिक हस्तक्षेप विरुद्ध हाम्रो अभियान भन्ने मूल नाराका साथ धर्म रक्षार्थ स्थापित संस्था हिन्दू जागरण नेपाल अभियान इजरायलको भातृ संगठन हिन्दू जागरण युवा संघ इजरायलले सञ्चालन गर्दै आएको आध्यात्मिक युवा जागरण कार्यक्रम हरेक बिहिबार 9:30बाट सुरु भएर 11 बजेसम्म सञ्चालन हुनेछ। सोही कार्यक्रम अन्तर्गत देश तथा विदेशमा भइरहेका धर्म गतिविधि आम दर्शक माझ पुर्याउने हाम्रो सानो प्रयास। यो कार्यक्रम हिन्दू जागरण नेपाल अभियान इजरायलको फेसबुकबाट लाइभ प्रसारण हुने हुँदा यहाँहरूले फेसबुकबाट सुन्न र प्रतिक्रिया राख्न सक्नुहुनेछ। अब गतिविधि विस्तारमा। धर्म परिवर्तनकारी विरुद्ध गतिविधि तथा जनचेतना गर्ने कार्यलाई हिन्दू जागरण नेपालको तर्फबाट सम्मान गरिएको छ। खैरमारा मोहतरीमा अकाल मृत्यु भएका आफ्नै गाउँले दाजुभाइको मरणमा श्रद्धाञ्जली ज्ञापन गर्नुपर्नेमा यी हिन्दू र मूर्ति पूजा गरेकै कारणले यिनीहरूको मृत्यु भएको भनेर सामाजिक सञ्जालमा पोस्ट गरेर सामाजिक सद्भाव भड्काउन खोज्ने बराइली थर भएका इसाईलाई प्रहरीमा लगेर थुनामा राखी कारबाही गर्न अग्रसर हुनु भएकोमा खैरमाला निवासी चण्डिका पौडेलको घरमा गएर स्थानीयसँगको सो विषयमा छलफल गरे पश्चात उहाँलाई हिन्दू जागरण नेपालले सम्मान गरेको थियो। विकट जिल्लाहरूमा पनि हिन्दू जागरण नेपालले आफ्नो संगठन विस्तार कार्यलाई तीव्रताका साथ अगाडि बढाएको छ। सोही क्रममा असोज 2073 6-14 गते सोलुखुम्बु स्थित सोताङ गाविस र पावै गाविसमा संयुक्त हिन्दू जागरण युवा संघ जिल्ला संयोजक यशोदा बस्नेतको नेतृत्वमा 6 सदस्यीय प्रचार तथा समिति गठन भएको छ। उक्त टोलीले सोताङ गाविस स्थित एकमात्र व्यस्त शिवटार बजारमा
प्रचार कार्यक्रम सम्पन्न गरिरहेको छ। उक्त प्रचार टोलीको नेतृत्व जिल्ला संयोजक यशोदा बस्नेतले गर्नुभएको थियो भने सो प्रचारका प्रमुख कमल कार्की, सहप्रमुख पदम कटवाल, सदस्यहरू लक्ष्मित बस्नेत, एलिना बस्नेत, जनक बस्नेत रहनु भएको थियो। यसैगरी उक्त टोलीलाई 2 सदस्य लुक्ला र लाम्चेको लागि प्रचार गर्नको लागि पठाएको र त्यहाँबाट खबर आउन बाँकी रहेको कुरा जिल्ला संयोजक यशोदा बस्नेतले जानकारी गराउनु भएको थियो। सुर्खेत छिन्नु भन्ने स्थानमा हिन्दू जागरणका मित्रहरू र इसाई बीच झडप भएको छ। नेपालको संविधान अनुसार धर्मनिरपेक्षताको अर्थ सनातनदेखि चलिआएको धर्म संस्कारको संरक्षण गर्नु हो। सनातनदेखि चलिआएको संस्कारलाई निमिट्यान्ने पार्ने उद्देश्यले धर्म परिवर्तनकारीले प्रचार वितरण गर्दै केही हिन्दू युवालाई पनि प्रचार दिँदा यो काम तिमीहरू कानुन विपरीत गरेका छौ, तर पनि सम्झाइ बुझाइ र प्रचार च्याताच्यात भएपछि आइन्दा यो काम गर्दैनौ भनेर हिँडेका थिए। तर उनीहरूको ग्रुपमा आएर पछि आक्रमण गरेका थिए। मौलिक धर्म मास्ने समूहदेखि पहिलेदेखि नै आक्रोशित युवाहरूले तिनीहरूको प्रचारलाई जलाइदिएको र इसाई त्यहाँबाट तितर-बितर भएका, तर मौका पाएर ग्रुप मिलाएर अकस्मात हिन्दू युवामाथि आक्रमण गरेर मोबाइलहरू फुटाइदिएको र टी-सर्ट च्यातिदिएको कारणले हाल सो स्थानमा मौलिक धर्मप्रेमी युवाहरू अत्यन्तै आकर्षित भएको र झडप भएको जानकारी प्राप्त भएको थियो। यसैगरी भक्तपुरको बालकोटबाट सार्वजनिक बसमा प्रचार वितरण गर्दै गरेको अवस्थामा प्रचार वितरण गरेर तिमीहरू मौलिक धर्मलाई सिद्ध्याउन र सिकाउन लाज लाग्दैन भनेर गाली गर्दा प्रचार च्याताच्यात भएर सो क्रममा पनि सामान्य झडप भएको जानकारी केशव पौडेलले जानकारी दिनुभएको थियो। हिन्दू जागरण नेपालले बाँकेमा आफ्नो संगठन विस्तार गरेको छ, जसमा संयोजक श्रीराम गोपाल तमोली, उपसंयोजक घनश्याम प्रेमी र सदस्य श्याम गुरुङ, विजय गिरी, युवराज भण्डारी, प्रकाश विसिक, विजय थापा, सञ्जु राणा छेत्री, रुद्रबहादुर साई, पवित्र गौतम, देव गुरुङ, राम गोपाल तामोली, धनश्याम प्रेमी रहनु भएको छ। त्यसैगरी हिन्दू जागरण नेपालले दैलेख जिल्ला कार्य समिति गठन गरेको छ, जसमा संयोजक बालकुमारी थापा, सदस्य लोकेश थापा, खगेन्द्र मगर, राज पराजुली, प्रकाश थापा, देव कुमारी खत्री लगायत 21 सदस्य समिति गठन भएको छ। नवयुक्त सम्पूर्ण पदाधिकारीलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको कामना व्यक्त हिन्दू जागरण नेपाल अभियानले गरेको थियो। कमल थापा नेतृत्वको राप्रपा नेपालले संविधान संशोधनका लागि शर्त अगाडि सारेको छ। प्रमुख सचेतक देलनाथ गिरीले सोमबार पत्रकार सम्मेलनको छलफलमा संविधान संशोधनका लागि हिन्दू राष्ट्रको लागि शर्त अगाडि सारेका हुन्। हामी संविधान संशोधनका लागि तयारी छौं, तर मधेसका मुद्दा मात्र संविधानमा सम्बोधन हुँदैन, यसमा हिन्दू राष्ट्रको मुद्दा पनि समेट्नुपर्छ। उनले भने हिन्दू राष्ट्रको मुद्दा समेटियो भने संविधान संशोधन हुन्छ। गिरीले कांग्रेस, एमाले र अधिकांश सांसद भित्र पनि हिन्दू राष्ट्रका लागि तयार भएको पनि दावी गर्नुभएको थियो। माओवादीका केही सांसदहरू पनि यसमा सहमति रहेको गिरीको दावी छ। हिन्दू राष्ट्रको मुद्दामा कांग्रेस, एमालेका अधिकांश सदस्यहरू भित्र तयार भएका छन्। माओवादीका केही सांसदहरू पनि तयार छन्। उहाँले भन्नुभयो अझै पुरै खुलेका छैनन्, बिस्तारै खुल्दै जानेछन्। हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्धको महाअभियान हिन्दू जागरण नेपाल तथा हिन्दू जागरण युवा संघ नेपालका प्राय सबै जिल्लामा गठन भइसकेको र कतिपय जिल्लाहरूमा गठन प्रक्रिया चलिरहेको अवगत गराउँदै यसै सिलसिलामा पूर्वाञ्चलमा रहेका 16 वटा जिल्लाहरूलाई समेटेर हिन्दू जागरण युवा पूर्वाञ्चल ब्युरो गठनको प्रक्रिया विगत लामो समयदेखि प्रक्रियामै सीमित रहेको हुँदा उक्त ब्युरोको तत्काल गठन गर्नका लागि जति पनि जिल्लाहरूमा गठन भइसकेका छन् र गठन हुन बाँकी रहेकालाई सम्म सहभागिता गरी यथाशीघ्र ब्युरो गठन गर्नका लागि तमाम पूर्वाञ्चलका जिल्ला अध्यक्ष ज्यूहरूलाई छलफलको लागि उपस्थित हुनका लागि हार्दिक अनुरोध गर्दछौं। आफ्नो जिल्लामा छलफल गरेर ब्युरोको लागि प्रतिनिधि चयन गरिदिनु होला। जति सक्दो पूर्वाञ्चल ब्युरो संगठन गर्नको लागि हिन्दू जागरण युवा संगठन मित्रहरूलाई हार्दिक अपिल गर्दछौं। जिल्ला संयोजक यशोदा बस्नेतको नेतृत्वमा भएको सोलुखुम्बु जिल्लाको इलाका नम्बर 3 र 4 मा करिब आधा दर्जन गाविसलाई समेटेर एकमात्र सेताङ शिवटार बजारमा तेस्रो चरणको प्रचार वितरण भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ। त्यस्तै सोलुखुम्बुको माथिल्लो क्षेत्रमा जुबिङ चौरी तिर खञ्चे र नाम्चे र
खुन्जुङ गाविसलाई समेटेर लुक्ला र नाम्चे बजारमा पनि भव्य तरिकाले प्रचार भएको कार्य सम्पन्न भएको छ। त्यस्तै सोलुखुम्बुको सदरमुकाममा पनि प्रचार भइरहेको जानकारी गराउँछौं। सोलुखुम्बुको लगभग 31 गाविस र 1 नगरपालिका रहेको जिल्लामा लगभग 20 गाविस र 1 नगरपालिकामा प्रभावित भएको हिन्दू जागरण नेपाल सोलुखुम्बुका जिल्ला संयोजकको भनाइरहेको छ। जिल्ला संयोजक लगायतको प्रचार टोलीले अब यस्तै गर्दै जाने र नयाँ योजना अन्तर्गत ओमकार परिवारलाई एकजुट्ने भन्ने नाराका साथ भित्ते लेखन र एकता अभियान चलाउनु पर्ने जिल्ला संयोजक यशोदा बस्नेतले बताउनु भएको छ। सोलुखुम्बुका सबै गाविसमा एकताबद्ध भएर लागि पर्ने पनि जानकारी गर्नुभएको छ। यस्तै कार्य गर्दै जान जिल्ला संयोजक लगायत प्रचार समितिलाई हौसला मिलोस् शुभकामनाका साथ हिन्दू जागरण युवा संघ कार्यप्रति धन्यवाद व्यक्त गरेको छ। अन्तमा हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्धको अभियानमा संलग्न भई नेपालको मौलिक धर्म संस्कार र संस्कृतिको लागि कटिबद्ध हुन चाहनुहुन्छ भने एकमात्र धार्मिक संस्था हिन्दू जागरण नेपाल अभियान इजरायल तथा यसको भातृ संगठन हिन्दू जागरण युवा संघ इजरायलमा सम्पर्क गर्न सक्नुहुनेछ। हिन्दू जागरण युवा संघ इजरायलले सञ्चालन गरेको साप्ताहिक आध्यात्मिक युवा जागरण कार्यक्रमको छोटो धर्म गतिविधि यति नै। यो कार्यक्रम कस्तो लाग्यो? यहाँले आफ्नो सुझाव र सल्लाह हामीलाई hindu.israel75@gmail.com मा पठाउन सक्नुहुनेछ। 2073 सालको बडाई दशैंको अवसरमा मेरा आफन्तजन इष्टमित्र साथीभाइ तथा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख स्वास्थ्य समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। नवदुर्गा भवानीको प्रसादले यहाँहरूको सबै मनोकामना इच्छा पूरा गरून्। कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतागणलाई धन्यवाद। हवस् त आजलाई यस कार्यक्रमबाट म सुभाष थापा बिदा माग्न चाहन्छु। शुभरात्रि। हजुर सुभाष थापाज्यू, सभा चाहिँ आज पनि यहाँले आफ्ना कर्णप्रिय ध्वनिमा चाहिँ धर्म गतिविधिहरू हामीलाई विशेष त आज यहाँले हाम्रै सांगठनिक गतिविधिहरू हामीलाई सुनाउनु भयो र एकदमै सांगठनिकमा चाहिँ विषयमा चाहिँ एकदमै राम्रा खुसीका कुराहरू यहाँले सुनाउनु भयो र ओमकार परिवार पनि एक हुने खालका यस्ता गतिविधि भइरहेका रहेछन्। यो सुन्न पाउँदा एकदमै मन हर्षित भएको छ। गर्नुपर्ने वास्तवमै ओमकार परिवार हाम्रो अभिप्राय भनेको पनि हाम्रो मौलिक धर्म संस्कार संस्कृतिलाई जोगाउनु हो र धर्मगुरुहरू जति चाहिँ एक हुनुभयो भने हाम्रो चाहिँ हामीले सफलता हासिल गर्न केही बेर पनि लाग्ने थिएन भन्ने सन्देश पनि दिन्छ हजुरको यो धर्म गतिविधिले। यहाँले प्रत्येक हप्ता यस्तै धर्म गतिविधिहरू संसारभर रहेका धर्म गतिविधिहरूलाई समेट्ने प्रयास गरिराख्नु भएको छ। यहाँको यो अथाक प्रयासमा हामी धेरै खुसी छौँ र आउँदा दिनहरूमा पनि यहाँका यस्तै प्रस्तुतिहरू सुन्ने आशाका साथमा आजको बसाइबाट धेरै धेरै धन्यवाद। पनि कर्णप्रिय आवाजमा चाहिँ आफ्नै आवाजद्वारा चाहिँ धर्म गतिविधि पनि श्रवण गराएर आजको कार्यक्रम लगभग हामी सकिसक्यौँ र सुभाष थापाजीले धर्म गतिविधि सुनाउनु भयो र कार्यक्रमको उत्तरार्धमा आइसकेका छौँ। कार्यक्रमलाई बिट मार्नु अघि म पनि आफ्ना शुभकामनाहरू केही भन्न चाहन्छु र जति पनि फेसबुक सुनेर बस्नु भएको छ यहाँहरू सबैलाई विजया दशमीको हार्दिक मनाउने शुभकामना र यो विशेष त हिन्दू जागरण युवा संघद्वारा सञ्चालित कार्यक्रम भएको हुँदा जो हिन्दू जागरण युवा संघमा केन्द्रदेखि आबद्ध भएर यसमा लागि पर्नु भएका सम्पूर्ण पदाधिकारीहरू सदस्यज्यूहरू सबैमा पनि विजया दशमीको हार्दिक शुभकामना ज्ञापन गर्न चाहन्छौँ। तपाईँ हाम्रो कार्यक्रमको
अभिप्राय भनेकै हाम्रो देशमा चाहिँ धर्मनिरपेक्षतालाई संशोधन गरेर चाहिँ धर्म सापेक्ष अथवा हिन्दू राष्ट्र पुनः मागको लागि हामीले कार्यक्रम निरन्तर गरिरहेका छौँ। हाम्रो यो मनोकामना भगवान माता दुर्गाले चाहिँ पुरा गरिदिउन् भन्न चाहन्छु। र जस्तो जस्तो ठाउँमा हुनुहुन्छ नेपाली दाजुभाइ विदेशमा रहनुहुने सम्पूर्णलाई पनि विजयादशमीको शुभकामना र मेरा आफन्तजन सबैभन्दा ठुलो त मेरा प्राणभन्दा प्यारा छोरीहरूलाई पनि बडा दशैंको हार्दिक हार्दिक मङ्गलमय शुभकामना भन्छन्। नानीहरूले मामु हजुरसँग दशैं नमनाएको पनि यादै कता कता मनमा आफ्नो परिवारसँग बसेर हामी कहिले पनि आफ्नो परिवारबाट टाढा नहुनु परोस् त्यो वातावरण चाहिँ तय गरिदिनुहोस्। ईश्वरसँग यही प्रार्थना गर्छु र मेरा आमा बुवा लगायत इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णलाई विजयादशमीको हार्दिक हार्दिक मङ्गलमय शुभकामना ज्ञापन गर्न चाहन्छु। र मित्रहरू अब कार्यक्रमलाई बिट मार्ने बेला आइसकेको छ र हाम्रो यस हिन्दू जागरणका अभियानकर्ता पण्डित भागवताचार्य रामकृष्ण उपाध्यायजी प्रति पनि हार्दिक हार्दिक नमन र उहाँको सुरुवात हो र आज विश्वव्यापी रूपमा चल्न सफल भइसकेको छ र नेपाल अधिराज्यभरि प्राय गरेर सबै जिल्लामा पनि समितिहरू संगठन भइसकेका छन्। समितिहरू बनाउँदै जाँदै हुनुहुन्छ। यहाँहरूको यो कार्य चाहिँ सफल हुँदै जाओस्। सबै जिल्लाहरूमा चाहिँ धर्म परिवर्तन निषेध चाहिँ क्षेत्र होस् हाम्रो कामना छ र भन्न चाहन्छु। र गुरुजी हजुरलाई साथ सपोर्ट दिने हामी सबैजना छौँ। यहाँको कार्यलाई थालेको कार्यमा हामीले सदा हामी सहयोग गर्न सकौँ पनि भन्न चाहन्छु। र अर्को कुरा हाम्रो यस हिन्दू जागरण इजरायलको चाहिँ सक्रिय सदस्य शारदा पोखरेलज्यू चाहिँ आज विगत केही हप्तादेखि नै हस्पिटलमा एकदमै असहज तरिकाले चाहिँ आफ्ना दिनहरू बिताउँदै हुनुहुन्छ, जसलाई ईश्वरको पनि नीति कस्तो हुँदो रहेछ, जो अलिकति लाग्छ कि क्या भन्नु जस्तै हुन्छ कहिलेकाहीँ। हुन त यो हाम्रो प्रारब्धकै कुरा होला र त्यो आज यस्तो असहज अवस्थाबाट सजिलो बनाउनको लागि चाहिँ दुर्गा माताले उहाँको शीघ्र स्वास्थ्य लाभमा चाहिँ चाँडै सुधार ल्याइदिनुहोस् भनेर प्रार्थना गर्न चाहन्छौँ। हामी सबै हिन्दू जागरण मूल समिति र हिन्दू जागरण युवा सङ्घको तर्फबाट उहाँलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना ज्ञापन गर्दै र मित्रहरू कार्यक्रम सञ्चालन गर्ने क्रममा मबाट केही कमी कमजोरीहरू भएको भए पक्कै पनि यहाँहरूले क्षमा दिनु हुने नै छ र यहाँहरूलाई अब आजको कार्यक्रम के कस्तो लाग्यो, यहाँका सल्लाह सुझाव पनि पुनः हामीले पाउने आशाका साथमा यहाँहरू सम्पूर्णको कल्याणको कामना गर्दै पुनः अर्को साता बिहिबार अनि अरू आध्यात्मिक सामग्रीका साथमा उपस्थित हुनेछौँ र हिन्दू जागरणबाट गइरहेको भोलिको टुर कार्यक्रम छ र यहाँहरू सबैको टुर कार्यक्रम चाहिँ सफल रहोस्, सहज रहोस्, ईश्वरले सबैलाई कल्याण गरून् भन्दै आजको यस बसाइबाट पुनः विजयादशमी बडा दशैंको हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यहाँहरू सम्पूर्णबाट उजेल पर्न चाहन्छौँ। हवस् त, धन्यवाद, शुभरात्रि।